다 도마 사람이 신신 난겐게 파베기 눈기데 준바다 주만 남바다 다나 신게 다시 대바다 데베 힘다 포모 안 체로 나올린 게 사무로야 सर्वप्रथम 공감 사회 संघर्ष 접수시야이 संपूर्ण आर्य 다들인데 विश्वसनीय 아디 त्यस्तै गरेर सबै 손체 गृहस्थीमा सबैमा हार्दिक 요모즈 तपाईँको 돌이야 साथसाथै सुशुभकामना व्यक्त गर्दछु सबैलाई 다 टासिदिने 감상 데 यो प्रवचन सुरु 이마 गर्नुभयो 지진이야 अगाडि 디 감상 얍세기 샤데 두바 사지 यो कमसँग sarchung xie dio यो ma chalam ju सातजना nin de यो bechi पिता पुत्रहरूको che कति za di ma परम्पराको longjin प्रार्थना छ यो चाहिँ tangpo अब आगम longjin man de ene dele ya de अनि she यो lo आगम ya be na ya men ro sam de आगममा दिन चाहन्छु आगम दिएर नै यसको ta थोरै म tangpo यसको longjin de व्याख्या ai गर्छु पहिला म यसको आगम दिन kamza ya जाँदैछु ze sha de de ba ji dian wo zhou tu ji zhu yu ru ge zhu zhu xin na na zo zhuo de zhu bo sen ge na zhu zhu de be sha be de zi ne ye ge be zhen dong bu de shang gui shu ge jian na na ge san da du zhe zhe zhu zhu bo wu lu yin na bu de ye shou ren jian na ge sha de shi 好了，是的，他的 감사합세 샵된 뉴바 사디 चाहिँ अब यो 쇼로가 치제 कमसँग 쇼로가 परम्पराका 수미와래 उता सातौँ 다디나네 치제 쇼로가 पिता 당부디 पुत्रको यो प्रार्थना रहेको छ यो 녀도 니슈 दीर्घायुको पाठ रहेको छ यो 탐배로래야 아니 예 니마지 디가래 밀음나로래야다 디 एक समय मलाई एउटा 뇌지지 सपना 폴이야 आएको थियो 디네지 지샤오지 एउटा सपना मलाई 지미담 एउटा 담보지 एउटा किताबमा लेखिएको 아 जस्तो एउटा मलाई सपना देखियो 근데 니 세베 qab라고 세번도 이제 챙겨도 제가 띵아 अनि 니 जब 니 म 세베 निन्द्रादेखि 제래 बिउजेँ एकदम दे바 त्यो मैले यो देखेको कुरो चाहिँ 망한디냐다 सपनामा देखेको चाहिँ एकदम 다 स्पष्ट आएको हुँदाखेरि यो कुरो surdu मैले कागजमा nyarche लेख्न सक्थेँ milam tamde nyarche debi ta ine अनि da यो de चाहिँ ji अब मैले लेखिरहेको de राखिरहेको di थिएँ sha मैले de तर ma de suen de usur जुन चाहिँ पहिला ine के हो da त de यो mil ji mi de bi na da दीर्घायुको nga प्रार्थना cha थिएन de यो ji प्रार्थना हो ta तर na अहिले ji के हो ji त ga su su de ni ji दीर्घायुको xin yin पाठ sam sa lo भनेको de ji xie de ge su ji do che za ni dang bo do mi xin da lai mi de me ane chi su अनि ya de यस्तो ji हेर्दाखेरि mo के हो त xia अलिकता yin xia देखावटी kha xie जस्तो kha अब xie le ya देख्दछ mi de तर bi के हो ma त do नि ji ge 用用 钱的米真的钱 मान्छेले 呗。अलिकता भनौँ न 但一呢，कुरा 看真下，गरेको छ तर जे भए तापनि 刚 के हो 才 त 也是给 भन्दाखेरि 他想的对不 यो 起，चाहिँ 糊涂上 कमसँग 电俺让的，那 परम्पराका 了就是下去，सातौँ 可是山那 पिता 么有 पुत्रको 俺子 प्रार्थना रहेको छ यो 想的苏 प्रार्थना 北到 पनि 了，के हो 电 त 线错一过了到了 दीर्घायुको 俺 कामना 子，今天 रहेको 他 हुँ 也是个想的，今天就 किन 嘛多少 भन्दाखेरि अब 个 यो 要嘛了吧？你呢，他听拿了 यो 了，संक्षिप्त पूजा दीर्घायुको 这 पाठ रहेको छ 也是预备这个事就嘛多别个，也是个称我是没有嘛的，车上 अब 也是的是称。세 대와 양들 망보 휴지이나 대상 되는 도움도 अब एकदम 세상 संक्षिप्त 안에 मैले yap세디 बनाएँ अब 세 धेरै लामो 세대가 भयो भने 지라 मान्छेले अनि पढ्नु 망보 सक्दैन 시대 गाह्रो 민대가 हुन्छ 지고도 삼세 त्यसैले नि त्यसलाई अब 템베 थोरै 드니 다디 संक्षिप्त 당보 रूपमा 치제 बनायो 당보디 भने सधैँजना अनि कमसम परम्पराका मालां디 निरो निजु पिता पुत्रहरूले 탐베로래야 एकदम 되네 एकदम 밀럼 शीघ्र 지출에 स्वास्थ्य 나와르데 कामना र 샤오디 दीर्घायुको अनि लाभ हुन्छ कि भनेर यसरी एक 가르지 सपनामा आएको कुरा चाहिँ 답디네 덴디 लेखेको हो 다 그거보다 덴디 가시 되는다 अनि 고대 샤베 계속 다들 अनि यो चाहिँ 지제 के भयो 니버 भने 데 धेरै 베센 समस्या 동버 मङ्गली 상괴 भएको 추기 कुराले 제사 지제 쇼로가 니버 데 차디요 अब 다디 दोस्रो 나로야 श्लोक रहेको छ 감상 게다 알아주 यो 넘게 पहिला त्यो रहेको छ 어 감상 앞세 뉴인사 아직 기지 줘봐 딱 감상 앞세 뉴인사데 यसमा जम्मा 쇼로다 तिनवटा 베나 श्लोक रहेको छ 제고 원수도 지 겁리야 다 앞세 넘버 싱어 지기 수행비 비에 되는지 거무나지 하도와 अब 디가보다 यो 옆세 시야 몽아르지 요소래
त्यो बेला 다 अब 되네 디 제려야 कमसँग अब 아니 तिनदेखि चारसम्म थियो होला पहिला तर पछि गएर 주숨 주숨 뭐 뒤뒤도지 경황 주숨 뭐 अब 13औं 뒤뒤도지 अवतरण 근무 कर्मको त्यो जुन 나로래야 उहाँको 감상 옆에 주기 다 वचनभित्र 샤대의 수없이 근데지 त्यो बेला अब यो 쇼로가 왕보여 되니 드셔 अनि एउटा दीर्घायु पाठको हिसाबमा 디르산에 चाहिँ अब धेरै कुरा 순수의 त्यसमा 체리나 लेखिएको थियो 바지 옆에 주기 세탄지 리문나 처리나레스 अनि 엔디오올이야 에네 सुनाइमा के छ 옆에 भन्दाखेरि उहाँले 수수 छजना पिता 지제데 पुत्रको 리릭지요 आयुपर्वत 다 수제버지 परम्पराहरू गुरुहरूको अब यो 순수되지 열에 अनि एउटा थङ्गा पनि 첸 लेखिएको थियो 디데베지 त्यसमा अब 제브레스 드르스무도 प्रार्थना पनि 순수열이야 गर्नुभएको थियो त्यसको लेखक 세탄지 पनि छ 처리나이스 भन्नाले 리무치 엔디 옆에 수수 월이야 아니 अब यो 지지 쇼로가 चित्रहरू छ 바지 6जना यो 송망시다 कमसङ 근데 परम्पराका 나도가 पिता पुत्रका थङ्ग एउटा भनौँ न 네, 감사해요. 제 लेखेको 주, 디가로 감사해요. 제 주세. मुनिपट्टि लेख्यो नाम थियो त्यो बेला 디나는 चाहिँ अब 장원은 छ 무시래. 유산에 परम्पराका yapse 잘해야. 6वटा कमसङ 영화 따라서 परम्पराका 장원은 무시대. 정군진 다들. अग्रजहरू भने यसरी अब दुलदुल 중요. 13औं अवतरिकामा बाला चाहिँ यसरी 다들 감사해요. 제 뉴인스한테 다들 충분히 슬라비나. 아니 지수 लेख्नु 장원. भएको छ यो 고르를 अब 무시. पछि 플로르타에 कालान्तर पछि गएर यो 주임에 때배다고. कर्म 뜻이 주. कमसङका 근데 디 परम्पराका 연시디 7औं 아니 पिता 감사해 पुत्रको यो 고르시. 7जना यो कसरी हुन 다다. पुगेन भन्दाखेरि झ्याङ्गुन मुच्छीले यसरी अब उहाँको 시담나지 अनुभव रहेछ 동전 되는지 봐. 나온다 나비 차게신 배우 공부. 배 또부 बाहिर 두두시 हेर्दाखेरि सबै 쇼세 शिलाहरूले पञ्चमौज 설계 शिलाले भएर पूर्ण 쇼세 भएको भित्र हेर्दाखेरि 아니 अब 경카이브도지 भुयामा हेर्दाखेरि अब yapse विद्याधर 거네로 शिलाले भएर पूर्ण भएको अब 수레나 यो 딘데 भएको 말라 हुँदाखेरि 딘세네 एने अनि त्यहाँदेखि अब यो 장원디 एने yapse 처리야 쇼데버지 차디 열어 यो यस्तो 엔데 대점도 महत्त्वपूर्ण 마세베 भएकोले 나오지 अब 또부도 झ्यामुन्जी पछि गएर अब 순남 규림은 यो 방라이네야 엔 장원 कर्म कमसल 군딩이마 परम्परामा उहाँ पनि 군딩 नियुक्त हुनुभए 군딩이마 니가라 쇼데 가래 एने अनि 딘데 पहिलो अवतरी दोस्रो 규세베 अवतरी 된다 पनि 감사합니다 यो 딘사 또 याप्से 숨으로 भनौँ न पिता पुत्रको यो 제가 니 쇼로가 단 उहाँ 니나다 नियुक्ति 외센 हुनुभयो 동바르사 디기 샤마르 부지 참바체 다 생을 수매비네 아까지 직 남사지 쇼차로 근데 연구도 같아서 अब यसमा कुनैमा 규림은 मैले 부지 के हो त 뉴사 यो 참삼 눈에 세나 밤에 क्षमता मैले 센데 नाम 버선기 त्यहाँ साँच्चै नै 배 कोरेको छैन एउटा 닝에 배 भित्री 치부 रूपमा कोरेको छु 주 किनकि 류기 कसैले 버거 अब 당고 एकदम 하듯이 उहाँको 다 शब्दलाई त 되사 देख्यो 규주르 अलिकता 왕기 चित्त नबुझ्ने अलिकता 세든 सुइरो 우리 भएको जस्तो 계산 잘 लागिरहेको 도와 रहेछ 제가 गोप्य 디균제 हिसाबले 때문에 왼센 동바르사 क्षमता 되다 नाम 의방에 चलाइरहेको थियो 넘주 तर उहाँको 인사 डाइरेक्ट 왼센 동바르체 प्रत्यक्ष रूपमा चाहिँ राखेको 장군식이 छैन 질사하듯 गोप्य रूपमा 장군다 राखेको 있으던 थियो 거지 과이 뭐지 남낭의 질사하디 अब होछेन 다 टोङबाट भनेर 아주 जमन मिसिले बोल्नु 남낭 पर्दछ झ्यामुन छोकी चाहिँ सिधो 다 रूपमा चाहिँ 남낭제 अब नम्नाङमुन 상계 चोङ भनेपछि के 남낭제 हुन्छ 주거래서나 बाहिर जान 러다 बुद्धको स्वरूपमा 소디 भन्दछ 에 로진베로 자네게 넘주 अब अब लोचेन बाहिर जानको एउटा रूप 장군은 무시도 로진베로 자는 अथवा 넘주 यो 로지치게 रूपान्तरलाई चाहिँ अब 인도산에 झ्यामुन थाइला 에 भनिन्छ 남낭의 त्यही भएर 질사하데 장군 공주 무시 अब 과체 झ्यामुन रूप थाए चाहिँ 상다 도진 अब ዝበ사데 रूप थाएको एने बित्तिकै 부시 हुन्छ एउटा 계속 बाहिर जानको 그러시라 स्वरूप 과체 अवतार भएको त्यो राखेको एने 주초 보사데 एने यसलाई सङ्घ धरिजिमै भन्दो रहेछ अब 부르무체는 जुप्चो 과체 जुप्चो पाओ भने 루이 पावर हुन्छ 넘르사데다 제우 अब 무치에 되는 공물루루 लुई नम्बर 넘주 भनेको 있어야지 के हो 다 깨라고 अब त्यो 나눠야 टेवालाई 공물도 बुझ्नुपर्दछ 넘주 있어 수아지 근데 지금 अब 숨도와 उहाँको जीवन 제사 루이 गाथा कथामा चाहिँ 넘르사데 अब 제우를 무치는 अ, 과체 यो 가서 제우 टेवालाई चाहिँ टेवा 루지디 भन्ने गुरु हुनुहुन्छ बोटमा 제우다야 टिबेटमा 식디한지 उहाँ चाहिँ 또지 अब एउटा आर्य नागार्जुनको रूप 징마르제는 अवतार भएकोले अब 직차는 त्यस्तो 녀보시다 स्वरूप भएकोले 메데데 उसले 셔도와 लुई नम्बर भनेर 제사 루이 राखेको हो 넘르시지 슈가 김선들이시 제사 디나네 아니 अनि यो 샤마르 विधिमा राखेको छ 시도 यसरी 장부 계속 बाउ अनि अब 제오스세 아니 यसमा संवाद धर्जेजेन भनेर क्याल्सर विषयले बुझ्नु पर्दछ 디강이야 यसो भनौँ न 경감은 श्यामल 몽베기 सेतु 아니 झमन 감사합니다 ग्याल्साप 뉴스야 त्यसै 두송이 गरी पाउ टेउ गरेर 다 7जना 디디 राखेका छन् 쇼로가 타마데 시야 यो 두덴지 सोह्र 베베 बनाएको छ 다베기고 가나 수쇼바스 다지 투베 템바 अब अन्तिम 지금 베스 난갱이 가사디 सुरु गरेको छ 타지도 지 यो के हो त बुद्ध 츠통보지 धर्मलाई 가야 ग्रहण गर्ने समस्या 쇼데버지 गर्ने प्रचार 인구요 प्रसार 말아 गर्ने चाहिँ के हो त अनि 다고 जता 템바르데 बस्नु भयो भने 항상 जता उहाँहरू 유에되기 एकदम 엔 विद्यमान 템베테도 십지 उहाँहरू 중기기 रहनु भए तापनि 지게가 따지 सबै आयु 템베 लामो पढोस् 가사이나 आयु 소수기도 आयु लामो 이나라 होस् दीर्घायु होस् 나는 बिना बाधा कहिले 시타와 नआओस् 미게 प्रचण्ड नबढोस् सबै 이나라 봐 एने यो 로 겜바 이나라 로 विद्यमान 셴바 अध्ययन जाओस् 이나라 भन्दछ त्यही कारणले बौद्ध धर्म 다 फैलिन चाहिँ 수이네야 भिक्षु हुनु पर्दैन 강가라고 चाहे गृहस्थी होस् चाहे 템발란 कुनै 다 विद्याधारा 섬유여버지 होस् 아니 चाहे 템바 उपासक 배야 उपासिका 심지 भिक्षु भिक्षुनी 슝기 जस्तो 지인의 भए तापनि 손데 따디
अनि or tinzigi given यो त chari बौद्ध yore. धर्मलाई जहाँ पनि के Chesa बौद्ध धर्म ta प्राण tinzigi जसरी givu kana प्रचार susu गर्ने kote ta प्रचार गर्ने thamche सुधा bene चाहिँ kosi दिनु जहाँ rungu बस्नु yongwa. पनि उहाँको चाहिँ एउटा Kana si tembe तिनका ge यो udruwa la ya जीवनमा chinanga म bache केवल taki जीवन nyawar shine. अनि Ene यो tembe kenzi जीवनको यो shushu जीवनको tengu tuwa सबै chi विघ्न yongwa chi. बाहिरी Ade chi भित्रीको shoku विघ्न sa jibit ne अनि limisi शान्त yongwa shibre. Chesa ta भएर tinzigi जाऊ givu समाप्त nga भएर zo जाऊ यो pena भएको deje शान्त sung भएको kong कारणले dungu नै sa di अनि ajuda. बौद्ध धर्म बुद्धको Bakse शासन chade चाहिँ dushiru यो diba to yomar. ध्वज जस्तो Chesa ta एकदम di nalo 10 le दिसम्म फैलिएर yinzige अनि sen zu sebo me khoya सबैमा yomar. शान्ति Ta di दिलाओस् ngen भने de यस्तो samgwa gyumzen zo di व्याख्यान भएको छ ta यसको gyawab se la ध्वनिहरू thamje यो मैले chiri यस्तो लेख्नुको कारण के sangye हो त peba भन्दाखेरि yang go so ke अब yu यो peba andi विशेष na गरी ya chugi ka ma के हो ka त sangye बुद्धको tela धर्म sibi फैलाउने गुरुहरू हुन्छ ta त्यो chugi भित्रमा ma पनि हेऱ्यो shangye भने ma कमसेकम ta thamje कर्म chi shebe te ya परम्परागत बौद्ध anda धर्मलाई जुन yesam do ma सूत्र sebe ge ta तन्त्रको tinji gi धर्महरूलाई gyu फैलाउने khawa गुरु रहेका susu छन् अनि lungba त्यो khawa लगायतका shebe na विभिन्न ra अब गुरुहरू sozo जहाँ khawa भए shobe तापनि ta khar जुन ठाउँ भौगोलिक क्षेत्र me होइन de jen gi देश khebar me बेग्ला ba भए ba तापनि phomyo अनि khebar me ba कोही अब miri gi khebar me ba भर्खरको ta लाट्ठे khara कोही chong एकदम lo गुणस्काल ji जो जस्तो chabe गुरुहरू dia भए तापनि tinde gi अनि ka shwe da शीघ्र ma ba स्वास्थ्यको che कामना ji she de त्यस्तै lu गरी ju अब nam gi लामो आयु sum bai na ya अनि hu yong me सुखी ro जीवन sa lam ji de chen so हुनुको लागि प्रार्थना जरुरी हुने ta हुँदाखेरि de gi त्यसको di लागि cha संक्षिप्त de यो gi chu bi ta de gi दीर्घायुको अनि sang ge me le pi प्रश्न je khebar हो je cha de do wa लेखेको हो ane आज चाहिँ के हो त phyo jor एउटा sam ya bi de ne ju sa ne en di वैशिष्ट्य lo ya बुद्धको den दिन bu de अर्थात् phi bi na यो औषधि बुद्धको दिन den भएको de दिन अनि यो chogam sarai sam che आज di che एकदम che मङ्गलिक शुभ chero दिन chi che भएको दिन अनि khenpo chik sung so che sang ge ngara thangpo ne chik chewa sam chen so en di ga ya अनि kuma nang ge यो ge be अनि yin sa राखेको हो ane अनि da खास de मैले sha यो shu बिचमा so थिएन तर anda एकजना di chi खिम्बोले मलाई ta sha आजको le दिन ya आत्म sung chue धर्ममा de छ ma यो sha पदम da लुङ दिनुभयो भने ta अरूलाई sung अत्यन्त chue फाइदा chod da हुन्छ ka sa di मैले अनुरोध गरेको भएकोले अनि यही tham che प्रवचनमा yue ne ge da pa ben di zong ru shi sim धन्यवाद che ta de ne de yin de अनि ya ta da ru gyu na de am khwa ma ra be de be ge ta ke ne che pa ben ka she ji अब ru आज म shi के na sa बताउन चाहँदैछु त ta भन्दाखेरि अब tina kene chebe lobi mangbo yebe nalo ne ta tirin de ni mangbo shwe 2026को mangbo अब de mongpa भार्गव yi pu ग्रीष्मकालीनको karge प्रवचनको se उयो मन्त्रको mongpa उत्पत्तिसँग putra जेठेको भनौँ न सँगको उत्पत्ति आज 8औं दिन रहेको छ tisha यसमा चाहिँ se के a भन्दाखेरि dire ta ताम्र de dhyrab wando shebe ne jilu nga ga dhyrab sumba कर्णी अर्थात् che ane आधुनिक chwege दक्षिणी nyange me परम्पराको ge ula थेरावाद chade ula सम्प्रदायको spong निकाय बौद्ध धर्मको ane निकाय zeba chaje ga बौद्ध wando धर्मको shebe ina समयका यी lugyu महत्त्वपूर्ण nangdengi आचार्यहरू बताउन lugyu चाहन्छु nalo le ya यसलाई गोमर्वे ane देह पनि kadu भनिन्छ sumba kongi kadu sumba chebre so kadu sumba chesa de kwa chebre sana medo ge अब be यो thangir sa adi भनौँ न tada त्यो बेला अब Assam Patali Budra Parnas la orba Bihar chongki zo ti Parnas adrba o ti dela ya ane अब kadu उहाँ sumba चाहिँ अब nangres काल कहिले भएको थियो भन्दाखेरि यो kadu चाहिँ अब sumbe ge zogyo nange ni kongres ta na shingi lugyu nangdengi ngomba de dungi ya ge tamgi shi sa adi ane अब यो kongi कुन zemres शताब्दीमा यो मोगले ti पुत्रको na lo विषयमा la kab मोगले ti पुत्र भने dungi किस्सा भनेको चाहिँ nangdegi अब nyende ईसा deba पूर्व shenda तेस्रो शताब्दीमा आउनुभएको pena थियो tenshinbe उहाँ deba चाहिँ dan अब ne सम्राट nanglu deba la अशोकका soba de प्रमुख ge ta गुरु deba हुनुहुन्थ्यो shenda ga यो tawa lo मोगले पुत्र nige भनेको ha चाहिँ zul ya na kongi है उहाँ चाहिँ अब lugyu पाटलिपुत्र nangres लगायत त्यहाँ अब उहाँको विराजमान chesan त्यहाँ ta नै थियो tamgi shi बसोबास sa de उहाँको अब tada kongi प्रभाव के थियो zemsa त de भन्दाखेरि अब kesam दक्षिणी chi परम्परा chade इतिहास अनुसार उहाँले तेस्रो सङ्गीत पाटलिपुत्रको ta सङ्गीतको dene अध्यक्षता pabe गर्नुभएको ngimde थियो pabe उहाँले sange दक्षिणी ya परम्परा अनि buddha धर्म gosha ग्रन्थहरू sa de मध्ये एउटा कथावस्तु buddha लेख्नु gosha भएको sa जस्तै de lugyu यस समयका nangdengi अन्य सम्प्रदायहरू ta महासङ्घका र nene de पक्षी पुत्रका lugyu दुई thole ya सयभन्दा chekulab बढी chewe ki ta kheba गलत che ta lozo chewe दृष्टिकोणहरूलाई cha de खण्डन yore गर्दछ kongi त्यो sungzum चाहिँ अब di chidangi मिलेको छैन भनेर kongi उहाँले चाहिँ अब sungzum le ya पाटली pali ge thol मङ्गले yebe ki ka पुत्रले dene त्यसैले बताउनु भएको sungal छ le ya अब दोस्रो deba विद्वान yongsu रहेको chukwa छ samar be ta ka dene sungal le ऊ ya चाहिँ को हो kon त deban भन्दाखेरि se अब to anda ne chhe chisu che wala so tinde ndre wal zaisha ta ti na ne gera chishu ji de दोस्रो gara साङ्गे sa याङ sungzum gera साङ्गे chishu याङ ji भनेको de चाहिँ ta da lugyu उहाँलाई चाहिँ nang के भन्छ dengi shije भन्दाखेरि अब gundu gi chingje बुद्ध de घोष बुद्ध घोष रहेको छ shije gundu gi chingje se ansa ke pd la do बुद्ध घोष छ अब shije gundu gi chingje de उहाँको number शताब्दी thangwe lam sa de इस्वी 5औं शताब्दीमा आउनुभएको रहेछ number thangwe lam sa gi कति के रहेछ भने shungi उहाँको दक्षिणी ta kana परम्पराको tina lo सबैभन्दा le ya प्रभावशाली ta विद्वान र da एक महान lugyu अनुवादक nang हो de उहाँ चाहिँ nyen de de be यो shilam de song बुद्ध घोष namsha चाहिँ sangol tina उहाँको de रचनाहरू के रहेका छन् lama भन्दाखेरि sungde लेखक namsha sangol उहाँले tina के de लेख्नु chen भएको छ sha भन्दाखेरि de उहाँले तिनैवटा chesan ta di पुस्तकमाथि टिका kasho लेख्नु भएको छ व्याख्या यसको shinkera shimbuti na डिस्क्रिप्सन kongche दिनुभएको छ es जसमध्ये एउटालाई tire समकालीन विद्वानहरूले विस्तृत विश्व विश्वकोश भन्ने गर्दछ
अध्ययलाई चाहिँ 된다는 सेजपुर 공 सिद्ध 팅상게 भन्छ 내대 대외기 विशुद्ध 멍시고 मग्ग जसले 링겐 थेरावादको भूमि मार्ग र 링시 फल प्रस्तुत 중견도 गर्दछ 대공레스 उहाँले पाली त्रिपिटकका 그래서 तिनैवटा 다되게 루주나 भागमाथि पूर्ण 링게 टिकाहरू 로베 लेख्नुभयो 다 जसले आधुनिक 칼제는 링게 थेरावादको जग 루주스지 बसाल्यो त्यो जग 다 बसाल्ने 되네 व्यक्ति महान 디오라야 बुद्धको तुल्याएको छ 야 대머인베게지 가르소다 로변 카셰지 로변이야다 카셰지 모두 쉬나 sabt해서 대야 당부대 로변 찌블로사 쉬아들 로변 के भन्दा मुनि 찌블로스 अब विभिन्न विद्वानहरू आएका 로변 छन् के भन्दा मुनि अब 찌블로사디 आचार्य चिप्लक हुनुहुन्छ उहाँले 게게래야 आचार्य पार्सवा पार्सबा पार्सवा भन्नुहुन्छ 브라시바 로메로 브라시바 다 간다 전에 딱공 둥규레스 다 콩라 찌블로 पार्स 쇼가 김전 가라사나 콩 균도 मलाई 쪼쪼 चाहिँ अब 쇼대바 마도 पासर 베기 पासरबा 심살라 마 पासरबा भनिन्छ 니에네 मलाई 찌머스탈라 पासरबा 자네 쇼구 마레스 किन उहाँले पासरबा 디규 भन्ने 전에는 콩 भन्दाखेरि 찌블로 쇼가 आदरणीय 베레스 पासरबाको नाम संस्कृत भाषामा कराङ हो कराङ 콩쿠 हाम्रो 충사디 हड्डीलाई 야가 कराङबाट कसरी 누샹게 भएको कराङको अर्थ भन्छ 사샤 उहाँलाई यो 간다라레스 नाम दियो 간다라 किनभने उहाँ 사쇼리아 सधैँ सिधा 구투체 बसिरहनुहुन्थ्यो कहिले छेउ 네, 버지 लागेर 개국권이 시계기 뒤게 कहिले 미차리 छेउ 어렸을 때는 लागेर 인도산에 버지 सुत्नु 진류 뒤로 당분은 니베 हुन्नथ्यो 남도选되지 यी आदरणीय आचार्य भारतको उत्तर पश्चिमी क्षेत्र गान्धारमा जन्मिनु 다른 भएको थियो 신기 뗀베 때려 राजा 카셰가 कनिष्कको 나로래야 समयमा 뗀베 때려 सम्भवतः 시에다 카셰지 여러분 ईस्वी 니우마 पहिलो वा 쉬시고 दोस्रो 제가 शताब्दीमा 다 जीवित हुनुहुन्थ्यो 때려 एक व्याख्या 시에다 अनुसार 카셰가 나로래야 하는 거 때려 शिक्षाका 주의 10औं 인세세 कुलपति 근데 पितृ गुरु 인세수직에 पनि हुनुहुन्थ्यो 유해되버렸어 अब भनौँ न बौद्धको 10औं भनौँ न एउटा परम्परागत हस्तान्तरण गर्ने 10औं कुलमा चाहिँ उहाँ आउनु नियुक्ति हुनुभएको थियो भन्ने कुरा चाहिँ गरिन्छ चाहिँ यो उहाँको नाम चाहिँ के भन्छ 나디 로빈 찌블로 असरबा 콩 통화를 असरबा 그랑 틈지 최생의 지체 야각 틈지 सुरुमा 최생의 एक ब्राह्मण साधक हुनुहुन्थ्यो 다꾸나 असरबा चाहिँ 데보 치메급래야 다 अब उहाँ चाहिँ 공통도 अब 차차베 제래야 उहाँ 아니 चाहिँ अब 신의 बुढो 탐지 भइरहेको 예브라 हिसाब 마베기 भनौँ 대발라야 उहाँ 라도 सर्वसेवा 슈나시 सम्प्रदायका प्रवचित हुँदा 아니 디네 पहिले नै 시즈 वृद्ध 겐다라야 हुनुहुन्थ्यो 간다라세 पछि 아글롬바테 उहाँ गन्धर्म 다나라야 쇼세네 아니 गान्धारामा 바베쉐 बस्नुभयो र 베 धर्मलाई व्यापक 콩콘제네 रूपमा फैलाउनु 자시베 भयो 베 उहाँले कसरी बोध प्राप्त 디데나레 गर्नुभयो र 샤데바레스 नाम पाउनुभयो भन्ने कथा 다콩 अद्भुत 럽도 छ 중네 또번이 수다 다나신 콩리아드네 अब एकदम यो 찌블로 세세 अद्भुत एउटा 샘부즈 आश्चर्य रहेछ 되래야 भनौँ न कसरी ज्ञान 덤규세 प्राप्त 다도 गरे त 둥 भन्दा 원사 बाल्यकालमा त उनले जीवन भएको 그때 छैन रहेछ 희한해 वृद्धकालमा वृद्ध 태아다다 बुढा अवस्थामा बल्ल 현장계 ज्ञान प्राप्त गर्नुभयो बल्ल 탕 त्यो बेला भिक्षु भएर पनि 되는 पछि गएर उहाँले ज्ञान प्राप्त गरेको 현장아 रहेछ 현장계 넘기고 나로래야 फेरि के गर्छ 가르송로서나 तङ्ग राजवंशका वंशका 언내리 सेन्साङको महान 찌블로스가 पश्चिमी 디 क्षेत्रको 탕 अभिलेख 코랑 अनुसारमा के छ भन्दाखेरि 탐지 무디비야 러벤시 자리가 알았어 되네 공로 저줄이야 배배급이야 यसमा 아니 के लेखेको छ 신입에 त भन्दाखेरि अब 키우방세 우미게 남서 최네 अब पहिला अब यो जुन हिन्दू परम्परागत धर्महरूलाई जुन 남상계 बेगी ब्राह्मणका धर्महरू देले पक्रेको रहेछ रब्द छु जब उहाँ 80 वर्ष पुग्नुभयो दिले त्यति बेला नालोरेस बल्ल भिक्षु हुनुभएको कब रहेछ जिदुसाने 총배게 नालो 예데 बेगी यहाँ भनेको छ कि 로춘주 부다 로쇼신 दिले कोले आबे 차내게 참외지 आदरणीय भिक्षु 참외 एक ब्राह्मण 깜짝고 गुरु हुनुहुन्थ्यो तर 루루베 उहाँले गेको 80 वर्षको उमेरमा प्रज्ञा या 결혼한 भिक्षुको 되니 लिनुभयो र 로드에는 काषाय वस्त्र 민도 धारण 아스타 गर्नुभयो 남주에 이렇게 민도가 하스 सहरका केही युवाहरूले उहाँलाई 되니 खिसी 다 गर्दै 럽도 भने 좋은 산에 यो 내가 मूर्ख 니 बुढो 지하고 मान्छे 그랬어 किन यति 찌리가 अज्ञानी छ 나서는 띵인지 भनेर भनेको रहेछ 찌니 अनि 가드엔 지하고 बौद्ध 그랬어 भिक्षुका 나 दुई 결혼에 कर्तव्य 베게 हुन्छ 고차사 पहिलो ध्यान अभ्यास 되니 गर्नु र 가드엔의 제도만 दोस्रो 띵인지는 공부도 शास्त्रहरूको पाठ 말했어 गर्नु 되니 유산에 अहिले 야르게 요즘버지 अहिले 하면 भनेछ ताको अहिले तिमी वेबेनेला बुढो र देने कमजोर पुरा भइसक्यौ अब कुनै प्रगति गर्न टोटला सक्दैनौ जान्छ मर्बे त्यसैले तिमीले शुद्ध सोसुची भिक्षुहरूका बीचमा भिक्षुको 저거 रूप 야자 आफूलाई देखाउने 대마도는 प्रयास 신나 गरिरहेका 까나신 छौ 거 말했어 제제 तर तिमीले केवल पेट 되게 भर्ने भए अरू केही 로슈진들이 पनि गर्दैनौ तिमीले एउटा 참여시 पेट भर्नको लागि बुढोसम्ममा खाना 참여시 भएर 뉴스안에 आफ्नो 아는 गाह्रो 내들 हुन्छ 에덴 ጽብሎ भिक्षुको सबैले खाना दिन्छ भनेर पेट भर्नको लागि आएको हो तिमी त अब शुद्ध 급 भिक्षुहरू 디디오 पनि अशुद्ध 미리야 फोहोर मैला 다 पाउनु आएको 레이그 아는 코랑기 के 탐제 बोलेको जस्तो लागेको छ 세베야 탐제샤네 다는 यो 급 디디오 미리 सुनिसकेपछि 미신달래 यो अब 디송제 हेप्ने 알았어 एउटा 그랬잖아 हेप्ने त्यो 다 기시 यो 얘기 대뇌 송게 된다 마도 विद्वान भनौँ न एउटा विद्वान 다나신 जसले के 탐송게 भन्छ भन्दाखेरि 뇌상 마방마치 봐 다나신 पास्टर 은시 주 마토버치 남바르 पास्टरले अब भनौँ 타만게 न यो सुनिसकेको छैन 마조가 발레야 쯤어 남이야 베 매살 시험이지 쯤어 살 펍네 아니 예미 있으지 된대기 담자 나가렸어 उहाँले अब 담자가 니모 के 되네 अब 송세 एउटा त्यस्तो मान्छेले हेरिसकेपछि उहाँले 인생 के कुरि올리 एउटा
레로 자네 राजा 메시지 गर्नुभएछ 레로 가서 भन्दाखेरि 딱 간다 뒤주 만다 베고 심대를 지야베지 아니 공 저기 착외가 착보다 냠 착보다 यो 식외가 हेरिसकेपछि आज 위냐 त्यहाँ अनि 아니 공 पसलले अब मानिसहरूसँग त्यहाँको 냠바샤바체 아니 माफी माग्नु भएर 싱대외가 위냐 यसो भन्दै उहाँले 된다도 बाचा 삼방하지 प्रतिज्ञा गर्नुभयो यदि मैले 디데시 뒤주 त्रिपिटकका 삼 하나 शिक्षाहरूमा पूर्ण 마당하지 봐 निपुणता प्राप्त नगरेर 다가지 님의 공래야 संसारका तिनै 쇼디즈장 लोकका सबै 아니 इच्छाहरू नाकाटे 제모 ताकि छवटा 这些的 定义 अलौकिक 범죄 되게 शक्तिहरू 쉬우네 딱 सबै 간다 गर्न र 까지 आत्मुक्तिहरू 배제 प्राप्त गर्न 쉬우시다 나한테는 로스는 सकेन भने 나로야 아니 उहाँ 되는 आफ्ना 숨 करण ओछ्यानमा 차시차 छोइ 감소를 뇌사다 되네 ओछ्यानमा 딱 간다 छोइ 다점에 सुत्दैछ 고마 톱스 그랬어 भनौँ न आफ्नो कार्यहरू ओछ्यानमा नछोइ सुत्ने 다점에 고마 톱을 ओछ्यानमा छोएर 사네 सुत्दैछ 톱이 मिदि त्यसपछि 상시 उहाँले कडा 내시네 परिश्रम गर्नुभयो 꼴베 हिँड्दा 대바다 बस्दा 거기에 उभिँदा सधैँ 내내 ध्यान 슬로우 गर्नुभयो 셋이 아니 दिनमा 듀마 उहाँले 셋 सिद्धान्त 아니 공이야 셋인데 다시 उहाँले 그랬어 सिद्धान्त र मतहरूको अध्ययन गर्नुभयो र रातमा एकाग्रमाले शान्त भई ध्यानमा बस्नुभयो 3 वर्षभित्रै उहाँले त्रिपिटकका पूर्ण निपुणता हासिल गर्नुभयो 드레이드 짜나 भयो 닦아들이야 법인 ध्यान हासिल 현상배 गर्नुभयो 의미 तर 나로야 공부 संसारका 뒤집에 तिनै 대비가 लोकका 우리도 इच्छाहरू 숨어 봐 काट्नुभयो उहाँले हटाउनुभयो र 이래야 다들 시시 त्याग्नुभयो 통하게 तीन 하면 ज्ञानहरू 비즈니스 아직 딱 यही ज्ञान 돌이 어려 प्रज्ञा प्राप्त 난 गर्नुभयो 제가 보데 त्यहाँ त्यहाँका 오버로드 बसिन्दा 견제바 त्यहाँका सबै 인수 거래 प्रजाहरूले उहाँलाई सम्मान 간다라다 गर्दै 다다 उहाँलाई 시시 आदरणीय 통하게 와 아주 करण 몸이 어려 अनि 몸도 पासर 되면서 भयो भने बोलायो जब त मलाई ज्ञान 디나로라 प्राप्त 아니 हुँदैन म 법인 करण 습로 हेर्नै राख्दैन उठेर 그래도 중요한 म 거는 공을 주주 कहिले 인수 पनि सुत्दिनँ भन्ने कुरा हो 제가 दिन रात 비상의 ध्यानै 경우 गरेर बसेर 마치기 अनि 아니 3 वर्षमा उहाँले 공을 ज्ञान 주주를 हासिल गरेर 야간도 उहाँले 중앙 आदरणीय 대 करण 탭에 अर्थात् 중앙 आदरणीय पासर्ब भन्ने बोलाएको छ 대체체와 누구 쓰지 यद्यपि यो विवरणले 대체체 उहाँ 용도 80 वर्षको 용도 उमेरमा भिक्षु भएको बताउँछ तर 다 용센 सत 데라 शास्त्रीका 대체네 सत शास्त्रीको 제다도 प्रज्ञा 셰바 셰뭐 प्रज्ञा 광고 니부 पारमिताको 저거 महान 봐 टीका 나만 अनुसार 신기 때라 समकालीन 유겐 विद्वानहरूले 대비 उहाँ 남다르사 80 वर्षको उमेरमा भिक्षु 되게 हुनु 방문 ngaba बढी 디즈나 उपयुक्त हुने 로야 बताउँछ यसै 양 कारण 송다지 उहाँ 칸리 어르사나 दिवसाको 29औं 다다 내된 습로 쉬아콩 아니 아메 코베 나로래야 로 주주 탐바 아메 अब 코베 यसै 나로래 कारण महादिवसको 29औं 답변은 안 하지 खासी 넘겨 काल भनौँ न 아마리아 पितृगृहको जीवन 구티베 पनि 걸이야 शीर्षकको 다와 구스 15औं भागमा 다 भनिएको छ कि 구모주스 다와 구트라스 आमे पितृगुरु कोबेना आफ्नै दे आमाको गुयो गर्भमा 60 ता वर्ष 콩 로 भन्दा 주주 बढी 탐바 समय 베 बिताउनु आमे भएको थियो कोबे나 र दे 그랬어 जन्मदा नै सेतो 대체 कपाल 그게 धारी हुनुहुन्थ्यो 용두사네 उहाँले 5 까다 इन्द्रिय 커브드 상으로 까부차서 개모차서 सुखहरूप्रति तृष्णा 게 थियो 용두네 त्यसैले 개모차서 अ, 게 용두네 로 주주 त्यसैले 탐바 उहाँले 레버를 시제 गृहस्थीलाई 게 मन 용두스 नपरे राज्य लिनुभएको 아니 हो 게세 아니 건 당분에 건 अब उहाँ 내용을 샤발로 되면서 एउटा करण गुरु 키위 भनौँ न यो त 미강에 없이 된듯이 해야지 पासारमा 아니 चाहिँ रब 60 वर्ष 쇼레 आमाको गर्भमा 시스템에 बस्नुभएको रहेछ 시샤지 दारी पनि पलाएको सेतो 마그리아스 गाउँ पनि 된데 छ 동시 जन्मिँदाखेरि त 시바지 60 वर्ष 그랬어 हुने हुँदाखेरि 간단히 안다티게 가르쳐 अनि 거랬잖아 आफ्नै 딱공 अब 로 बुढा भएर 주주도 बाहिर 탐바도 आउँदाखेरि त 중앙이가 अब 될 भनौँ न आफूलाई मन 다 परेन 동기 त्यही कारण उहाँ चाहिँ 공로 भिक्षु 공로 बन्नु 주주 मन पर्यो 탐바도 उहाँ चाहिँ ज्ञान 중앙이가 돼 एकदम 벌써 कठोर 충분했어 ध्यान तपाईँले उहाँ विद्वान हुनुभएको रहेछ ज्ञान 다 प्राप्त गर्नुभएको 전에 है महान हुनुभयो 홍긴 제제 가르샤야 त्यस्तो रहेछ 가르 권에 숭종 가르 पासर बाबु 계셔 अब 가르 पासरकोले 어서냐 के कार्य गर्नुभयो के लेख्नु भएको छ 다다 के 내된 लेख्ने 습로 भएको छ 쉬어 रचनाहरू 공 रचनाहरू 내내 के छन् त 대외게 때바 땜바 다르게 첨부 중에게도 균중으로 यी 버지네 आदरणीय 균대면서 आचार्य 차리가 सर्वक 그랬어 सम्प्रदायहरू 딱간 अष्टायको 디류산에 남바 अवधिको अन्तिम 상계베기 चरणमा देखा 니나로데 पर्नुभएको थियो 간디지 했잖아 यो 남바 सर्वक भनिन्छ जुन 상계베 आदरणीय 나로래 아주 협의 소소소소 हिन्दू 이게 भनिन्छ 봐 सुन्ने जुन सर्वक 다운다 대바 यहाँ 민자 망보 시에시에 아니 편수지 지리야다 가서래 त्यस समयमा धेरै बौद्ध 저거 विद्वानहरूले 시에시에 부대지 आफ्नो 토하는 딱 간다 दृष्टिकोण राख्ने गर्दथे अनि 후보치 무슨 잡되는 거 샤리 말했어 대류산에 त्यसैले 내된 습로 쉬어 공기 개복 끄는 시간이야 अनि 진감하고 쉬제 आफ्नो 공기 दृष्टिकोण 우티네 राख्ने गर्थे 되는 순다 त्यसले धेरै 민등하라 विद्वानहरू 계획이 그저 망하겠다 निम्त्याउँथ्यो 용어배 되는 आचार्य 그도 시험했어 पासरबले राजा 딱그 셰베 कनिष्कलाई एउटा 종자에 가르친 साङ्गीतिक 거잖아 प्रयोजन 시험하고 제라도 प्रयोजन गर्न 시험을 अनुरोध 첨부사 गर्नुभयो 딱 जहाँ 간다 उहाँले 탐지 3 예브라 पटक 말이 5 시험에 विद्याहरूमा 인부 पारङ्गत 요소 뒤에게 쇼디 500 순다면서 अरबहरूको नेतृत्व गरी अभिधर्म सङ्कलन गर्नुभयो 아니 디지에서 त्यो 탐지 예브라 말이 सम्मेलनको 대바디 아니 परिणाममा 무투이니지 विभाषा थियो 딱 जुन 디지 티버 첨부 सर्वस्तिवाद 거리가 티버 अभिधर्म 첨부 타라고 티버 शिक्षाहरूको 첨부 타려는데 सम्पूर्ण 탐지 अर्थ 예브라 말이 सङ्कलन गर्ने 야다 ग्रन्थ 티버 हो 신분이 पछि 뻘올래야 저거 सर्वस्तिवाद 융화세바 중세 이제 महायानसँग 매시 निरन्तर 탐지 예브라 말이 이제 संलग्न 매시부터 भयो र 임근도 하고 यसरी 고수 그랬어 एउटा 아다 지당도 수교 हास्यका 이세란 पनि हुन 세바 थाल्यो 다시 तर धेरै 그래야 돼 समकालीन 빙상의 विद्वानहरूले 개발 카시기 विवश असर्ब र 가가 오르서나 राजा 제라 셰바 कनिष्कको 첨부 सम्मानमा 사디 नभई 개복근의 पछि सङ्कलन 시가다 गरेको हो 내된 भने पनि 습로하고 둘이야 추리체 제바 말했어 텔레기한 뒤주주스 치워 텔레 뒤주주스 치워 잠이야 안에 가르래
디젤에 안에 छोरी छ्याबरे छिटिने त्यसैले सिनियनले योंदि युस यो भनौँ न जति पनि अब यो ता खोंगी उसले पदकोमा गाजुरदा ग्रन्थ चाहिँ सुङसुमरो यो केसे चिकदि नेने उहाँले सङ्कलन जुब्लोग गर्नुभएको जेबे त्योभन्दा पछि लोदे आएको हो भन्ने कुरा लुङदि छ सिगी मेमा विगत सा छ भन्ने दिने कुरा चाहिँ यब्रा इना आता उसले थिसान जे आयो मारस भनिन्छ कि इना पासरबाले खोंगी चार केजु जुब्लोति tada आगमहरूको tenju उपदेश zegi दिनुभएको थियो kheba dinje mayimba उसको iba tenju थियो kheba dinje mayimba तर त्यो अहिले उपलब्ध khongi छैन keju त्यसलाई zubode kar chade दोदे yusana दोदे tada लुङदे kya lobe yin लुङदेशी shun se मेहनत भनिन्छ aba koming dang शुद्ध kable ya koming आगम koming वर्ग go thirable ya चारु chode be ki उपदेश यो छैन तर अहिले kya तर lobe yin उहाँको shun se ade मुख्य lobe विशेष kar त so yusana ग्रन्थहरूको रूपमा थिएन ane चिनिया tada विद्वान ne den zublo घिसिङले chwa ba लेखे ka जब je हामी dang pe उहाँले zunzhe करङ chimbu tar जमिनमा che ne नचोई zima कठोर तपस्या salam cha गरेको ba re sa ki कथालाई हेर्छौँ lu yu कि tele ya te bi na हेर आचार्यले साधना सूत्र र ध्यानलाई सर्वोच्च Taneden सम्मान di दिनुभयो tora nyamne zo प्रेममा nange chik वृद्ध र गुणमा do de उच्च le ya zo जहाँ nange राजा कनिष्कको samde सम्मान no zo प्राप्त nange गर्ने de आचार्य ji yor हुनुहुन्थ्यो यो अत्यन्त ta le उपयुक्त je लाग्छ Kurang gonglo जस्तै अब top यो de che अँ, ane yuen de ya चिनको kyabar do baba अब yebi हिमसुङले भनौँ sane न kebo हिमसुङले kan यसरी shi बनाउनु ki हुन्छ top che ne kanda भनौँ Kurang न यसरी lungde अब do sun do करङ पनि dine ji नचोकन jing कठोर res che तपस्या che गर्नुभएको ta रहेछ नि त dine ji उहाँले ti त्यति yor बेला ti अब ti हामी sha ba सुत्दै di करङ ta त je भित्र tuen da tu yin बेडमा ba छुइहाल्छ तर म त sa 3 वर्षसम्म je tuen da me ji नढल्की shi उठेको उठे पलेटी कसेर होइन उहाँ ध्यान गर्नुभयो भएको Tene रहेछ tana त्यो singi भएको neden कारणले नै ziblo ti अनि wa neden अब ziblo le राजा ya कनिष्कले सम्मत उहाँले सम्मान chilaba गर्नुभएको ti रहेछ zuki ngak ju त्यसैले che kwa ka tenda shenda पछिल्ला ji kare पुस्ताहरूले yor sala आदरणीय bina अनि kongi पासरबालाई tiwa chimbu chela अत्याधिक ya tanglen सम्मान zen गर्ने अर्को कारण उहाँले महान tada धर्मलाई स्वीकार khupchi गर्नुभएको yor ma थियो we ki de keba shela महाविवाहसँग rin jo kong उहाँको tiwa chimbu chela ya tanglen zen महायानप्रतिको ti समर्थनको tanglen वर्णन zen यसरी yabda छ kana sago sana tada के छ chebra do भन्दाखेरि sheba chimbu nalo le ya kongi Xi Jinping gongba le ya dingzhou na ye be ki sung ju ge yor sung ju आदरणीय kare re परशुरामले sana भन्नुभयो के छ भन्दाखेरि Neden यहाँ ziblo gi प्रज्ञा xiene, पारमितालाई dede अत्यन्त shirab di विशाल phare du भनिन्छ shimbala, किनभने shindu ge यसको xie कार्य xia de विशाल se, छ भने chele यसरी shindu gya बताउनु chewe shiro उहाँले se je, प्रज्ञा tanda पारमिताको कुरा shirab बाहिर di phare du निकाल्नु shimbala ya, भएको shindu भएको ge ba कारणले se नै je उहाँले mingbal चाहिँ le se, महानको zanga कुरा re se, जोड्नु भएको रहेछ chele भन्ने shindu gya कुरा chewe जोडिन्छ shiro se. त्यही कारणले Ta पासरबा chele चाहिँ shindu एउटा gya chewa ma, ta महायानको kanda एउटा Kurangi karwa सन्धिलाई ki, जोड्ने महानको एउटा penyo अ, senan chado, नदीको miwa senan एउटा chado, kandar भनौँ न एउटा नदी Tuan xia ka ज्ञानको mibar नदीलाई di जोड्ने रहेको lab छ chenpo उहाँ xue bi yin zang, ti gyun zang la diya ne, shindu त्यसैले gyaba sumpa le che che अ, kanda, tiwa chenpo le ya, अनि महायानामा kaba जोड्नको gyaba लागि di, उहाँमा dusho ठुल्ठुलो ne pa, ngak zhuyo suru भूमि che, गरेका छन् na ya hores. अनि उहाँलाई Ta di, धेरै प्रशंसा पनि zang taba गरेका chi छन् ngak zhuyo di, kana lobyan ziblo wak tinte sumpa le slabi na, ting zang ngak zhuyo haa le ndo wa. Yi ya gab di du, lobyan ziblo, shu dewe gab le ya, haa le ba chi cha diyo. Kara sa gab di du sa ne, khonsu yor आजभोलि के ma हो we त na lo le बद्रिएन ya, माया फैलिसक्यो नि त त्यति kheba हामी maa अलिकति che, nede maa अ, che de, khobo ठुलो gyatso, khobo मान्दैनौँ नि त chingju, होइन किन dāna chi भन्दाखेरि tīkwa अब chīmbu अहिले माया guwa de मोह ki बद्रिन dindre māngu फैलिसक्यो shūngi de bari. तर Kab di उहाँको da पालोमा tīkwa chīmbu यसरी khaya gozu प्रज्ञा yor. पारमिता Tīkwa chīmbu पनि thaya अत्यन्त gozu yor विशाल ni छै sa kab di भन्दाखेरि du त्यो sa बेला ne के हो त nyentu अनि gyaba हुन्छ maa che de भन्दाखेरि gaba gego. किन Tīkwa भन्दाखेरि त्यो chīmbu बेला sa अब sangye ka सर्वज्ञान pe sa हिनयान de she. थेरवादहरू चाहिँ धेरै नै के हो त Che sanglo उहाँहरूलाई khobo gya यो chingju, tīkwa chīmbu दोषारोपण sa de गर्ने नि त sawa nyin nawa minru ge. Ane अनि tīkwa chīmbu थेरवादले sa चाहिँ sangye ka थेरवादहरूले ke चाहिँ के हो me त अब lenge अनि dindre बुद्धको māngu वचन shūs. चाहिँ माया चाहिँ बुद्धको Yudib वचन chagde. हुँदै होइन भनेर Ta स्वीकार नगर्ने tindriji ki kuru सधैँ नै nalo के हो ya, त अपमान neden गर्ने ziblo सधैँ नै sa के हो त de ki, तिरस्कार गर्ने हुने हुँदाखेरि niriji sunyu त्यो dosa. बेला Ta ti पसलबाट चाहिँ प्रज्ञा India le nyamne पारमिता चाहिँ lobyan shena अत्यन्त da विशाल dukza त me छै be chi gongpa भन्ने samu बित्तिकै ye ba chi त्यो chungyo. बेला अत्यन्त प्रचार प्रसार Tensam ma कनिष्क se be राजाले tana सम्बन्ध गर्ने keba आचार्य kache gi lobyan एकदम ziblo फैलिनु sa de भएको kaniji res labi na chita na nyento ge number do chi re de ina ya na do chengju se be jeban त्यस zegi समयमा tindri सर्वसेवाद ge ta समर्थकहरूले धेरैले chengju se आफ्नो ba je re se ji tindri she सङ्घी ya yong de yores. सङ्कीर्ण Tanda ya ta kanda मानसिकता khong कारण ji tiwa मायनलाई chimbo le ya इच्छा ठान्थे Kurang तर tanglen उनीहरूको zegi sa तुलनामा rang आदरणीय पासरबाबु दृष्टिकोण विशाल थियो tiwa chimbo le जसको ya gaba तुलना gyo गर्न yin de सकिँदैन थियो tiwa chimbo le ya वास्तवमा sam ती cho ne विद्वानहरू भन्छन् कि ani आदरणीय tiwa पासरबा dingzho बाहिरबाट nange सर्वको tindri रूपमा shungi देखिनुहुन्थ्यो सर्वकाको रूपमा थेरवादको रूपमा देखिनु तर Tati loben भित्री ziblo रूपमा gorde बोधिसत्वको shusin. साधना Ta गर्नुहुन्थ्यो di jela ya अनि यसरी अब loben di बोधिसत्व karas loben बुद्धि tang भनी gongpa दाबी khanda गर्दछन् sams. अब Loben tang sa di अश्वघोषा lijar अब ka kela tang sa यो sana हैटुनमा बनाएको ishwa छ go sha sa drba ishwa go sha sa अश्वघोषा de भनेको उहाँलाई tena अश्वघोषा de भनेको pena भन्दाखेरि yun tang sa charba. उहाँलाई चाहिँ अब भोटमा चाहिँ Ta तायाङ nang be भनिन्छ lu yu na lo la tang sa ya ki loben dindre mangbo chu. अब Gei ga na lo la loben lu du gin zebar cha be ki tijin number delwe tenju sa chi.
是母和也论 आज 下 उहाँको 这个 जीवनी बस्नु पर्दाखेरि आचार्य के नालो या तायाङ के सेन्जे छुजम जी मिङ जाङ या नामको अर्थ घोडाको स्वर भन्ने चाहिँ हो या क ऐतिहासिक रूपमा बिरसिया के तायाङ के अश्वघोष नामका धेरै खति व्यक्तिहरू सुबरसना विद्वानहरू थिए सगे न्याङ दे लो नागार्जुनद्वारा ठुग्या रचित भन्ने या महान जिलु व्याख्या के ग्रन्थ थुले अनुसार निवे ये 6 जना अश्वघोषा थिए भनेको छ तर यहाँ उल्लेख गरिएका आचार्य अश्वघोष भनेको उसिने बुद्धको गेर गे परिनिर्वाण गेबो पछि थाउ करिब गेबो 600 गले वर्षपछि शिका ता किन्जुन रबसी इस्वीको पछि दोस्रो छति शताब्दीको आसपास कनिष्कको समयमा सुसु उहाँ चिलिया tada हुनुहुन्थ्यो तायाङ दा सुसु अश्वघोष चिमार ता जे भारतको से ता मध्य गे भागमा लबेन तायाङ दे सर्वस्ती केसु नजिकैको लबेन तायाङ दे लबेन साकेत जुबो के भन्ने ठाउँमा लबेन थिए ता उहाँ ब्राह्मण कुलमा तायाङ जन्मनुभएको कुछुङ थियो स दि उहाँ ग्यागार वेद यु जस्ता ने गैर कुछुङ के बौद्ध विषयहरूमा पारङ्गत नेजे हुनुहुन्थ्यो से आतलिया कुछुङ बरेस रिग दि ठम्सी रिग कुछुङ बरेस थामो कोरा रिजे सो छिरुबे रिने दे सो ख्याब गयो छे भनौँ न उहाँ अब नाला जुबा छंगशु सरस्वती वा जुबा सरस्वती जुबा नजिकको यावशु ये साकेत भन्ने ठाउँमा थिए ताने उहाँ ब्राह्मण हामो द कुलमा निया जन्मिनुभयो छोले निया जिजे वेदहरू ताने मेबा ऋग्वेद यजुर्वेद लगायत विभिन्न शा वेदमा उहाँ युगे एकदम तजे अब ता त्यसमा चाहिँ केबा अब पारङ्गत खास गर्नुभयो केबा छु र छगम केबा पछि केबा गएर छ बसमा राम्ररी तालिम प्राप्त गर्नुभएको ता थियो पछि तर छिनानी ले त्यति मात्र अवस्था होइन सबै उहाँले थवा कविता र पाना दियो सङ्गीतमा केबा पनि छम अद्भुत विशालता उहाँको सिप राख्नुभएको थियो छवि राख्नुभएको त्यसैले उहाँ सर्वत्र प्रसिद्ध हुनुहुन्थ्यो यो तायाङ भन्ने गेइ नालो या लोजे शुनु सोसा लोजे शुनु सोसा दिगे अब एउटा कुमार शिवा भनौँ सा के न कुमार लोजे छमो छोया जीवद्वारा कुमार जीवद्वारा अनुदित फेले या लोजिन बोधिसत्व बेरो जाना न सिंजिकी अश्वघोषको दिला बोझो जीवनी छिमसु अनुसार यस्तो लेखिएको छ सँग जुरि से आबे को छजु अश्वघोष सम तायाङ सुरुमा नाम धरसे गैर बौद्ध के सम्प्रदायमा प्रवेश नालो या गर्नुभएको थियो खरसु रसना तायाङ लबेन तायाङ को थमर छिरुबे ट्रुपदल सुजि छिरुबे रबजुङ छादे हो छिरुबे अश्वघोष थाला भने चाहिँ पहिला के हो अश्वघोष भनेपछि पहिला उहाँ हिन्दू ओले ले या सम्प्रदायमा सिलो हुनुहुँदो केबा रहेछ या गैर बौद्ध छेमा ते जुल केबा अबौद्ध शुगे बौद्ध नभएर धेरै प्रवेश निसाले गर्नुभएको थियो नांबे उहाँ के गेलों ते जुल दर्शन या कोंग शास्त्रमा करला यति सनता पारङ्गत केसी दर्शन खेराङ शास्त्रमा सुगे यति ngale ya पारङ्गत जब छे हुनुहुन्थ्यो कि युबे इना उहाँले बौद्ध ana खेराङ भिक्षुहरूलाई सुगे नंगि भन्नुभयो गोम्बे यदि नालो गिन्डी दुंगा तिमीहरूले बहस इसिङ गर्न दियो सक्छौ गिन्डी भने से घन्टी गिन्डी दुङ जुरस सङ्घलाई बोलाउन केसी खेराङ बजाऊ जो ngale जब चम्नि गु मेबे इना ana खेराङ सु गोम्बे नालो गिन्डी दुंगा de छम शागु यो छे र गिन्डी दुंगा भनेको छम रहेछ कि शागु यदि यो तिमीहरूले अनि से मलाई मि सेन्दा ग युन फुया जिन्दा ग युन मसँग फुया अब यो लेन छगु मे छे छे प्रतिस्पर्धा कोमा गर्नु लब दवा यो च्यालेन्ज गर्न तेरे यो ता सक्दैन कब भने दिदु साले तिमीहरूले कोला जब भित्र टम्नि घन्टी नबजाएको सुजु पनि हुन्छ जुन गुम्बाभित्र पूजा गर्दाखेरि यदि तेरे मसँग सी सक्छ जो भने लबे जुलो घन्टी सा नबजाएर बाहिर आऊ भनेको अनि रहेछ कुरान त्यसैले नंगि अनि सङ्घहरूलाई बोलाउन अब बजायो बागर भन्ने कुरो युबे रहेछ सुगोरबा यदि निजे तिमीहरूले अब भित्र बस्न ता यो युले फे प्रतिस्पर्धा अनि नाबे गर्न गोम्बे सक्दैनौ भने नालो तिमीहरू या घन्टी सुदे बे बजाउन र कबलिया ज्ञान ता प्राप्त गर्न नंगि योग्य गोम्बे छैनौ नालो ले भनेको छ गिन्डुन दु भनिन्छ तिदि सेबे कबलिया ता किनकि थिसा उनीहरूले फेले उहाँसँग फेले बहस गोम्बे गर्न नालो खंगा सकेनन् दुङ अनि त्यसपछि थिङना आदरणीय गबे से छेने अनि गिन्डे से पार्श्वमा आले माथि दुंगा भएको जोर एउटा गुम्बामा आउनुभयो अनि इना ता को गोम्बे त्यहाँको नाले सुदु पार्श्वमा गिन्डे चाले दुंगा मस आउनुभयो र त्यहाँ बस्दा अनि उहाँले गिन्डे किन मते घन्टी सो कत बजाएको दले छैन भनी गोम्बे ना सोध्नुभएको रहेछ गिन्डे मिदो या गिम्जन खारेस कत गुम्बामा त नामस घन्टी बजाउनु पर्यो नि नन्दुस्ताना तर होता अब कि यो दिले असर आते बसेर घन्टी तांग नबजाऊ से भने बची ठिक मुदी मसँग बची अब अब छेन है ना मसँग देगी त के हो त च्यालेन्ज दिले गर्न क्रास नसक्ने गाले जब मसँग ज्ञान च्यालेन्ज दुंग गर्ने में ना बित्थामा ने पनि गिन्डी छैन दुंग थियो टिगरेस त्यो गुम्बा जब त अब ज्ञान में ना थाने घन्टी सो बजाउन गिन्डी पाउनु दुंग भयो में नो से किनकि चे उहाँ भाभी आरे विद्वान खतरा आएर गिन्डी बाहिर दुंग नुगे सुजी अब आओ मारे से जे अनि त्यो बेला अब सुरुवा आएको पार्श्व भनौँ न पार्श्व भिक्षु तेरे आउनुभयो त्यो बेला ले रेन सिब्लो ता दिन ना पास्टरबा अनि दिरिङ किन ख्याङ दुंग नबजाउन गिन्डी दुंग सक्दाखेरि के शमस भयो भन्दाखेरि गिन्डी दुंग शो अनि केसी तांग भन्नुभयो सिंगे रहेछ दिले कि सोना किन ngala thapsi yue song do तायन तामो तो उहाँ आदि बस्दा गिन्डी उहाँले बजे किन सुचिना घन्टी इसे बजाएको छैन आदि भने दे उहाँले कारण बताए त्यसपछि ताया से आदि प्रश्न सुजी गर्नुभयो घन्टी लाखे बजाऊ मेंगे यदि ऊ आयो भने मसँग एउटा डबल योजना छ शिस्तोस मसँग एउटा ता उपाय छ गी भने गिबु किनभने दिले चा लाखे आयो बौद्ध सम भिक्षुहरू ट्रेनिंग ता कों गिबु सुरुमा जुल सङ्घालु भयो ने अलिकता दिन गिबु सङ्घ शम भएर के दिले होला लाखे आयो सम तर थोबा सादो नाइले अब ता इने थमा शास्त्र तेले या शास्त्रलाई अन घन्टी कोंको बजाएको सुमन भने सिन छे छे संविधान हो गिन्डी भनेर दुंग भने युस अलिकति तर्सिन्छ भनौँ गिन्डी दुंग तर युस अन्तत ताला ने मुदी उहाँले बता भनेअनुसार घन्टी कोने बजारै छाडेछ मुदी बजी को छे गएर अब अनि बौद्ध धेरै आएर कार्य छैन भन्नुभयो गिन्डी दुंग रेस ता नगिङ अनि गिन्डी दुंगे दुंफेंगे म्याउ धेरै अश्वघोष कार्य छैन अनि गिन्डी आएर दुंग भन्नुभएछ रेस चिलिउस आज ताने किन त्यो तेरे गोम्बे के ठाव घन्टी देशे बजाइरहेको के तिमीहरू खाला तिमीले सना घन्टी किन बजाएको यु भन्दा छाङसो ने बे ने देजी फेसकोस ठीक गिन्डी उत्तरबाट दुंग लगु तो अनि मादो त्यो त्यहाँको आजु घन्टी दुंग बजाउने लगे भिक्षुले आजु के उत्तर दुंग दिएछ खामे भन्दाखेरि इनको गिन्डी दुंग उत्तरबाट दुंग एकजना नमस्ते जे आदरणीय लेंगे आचार्य बुआ आउनुभयो र अनि मुदी उहाँको लागि बता हामी दे बजाएको थाने हो कोला उहाँ आएर साथे बजाएको के हो तामसुस्ते उहाँले यु अनि छाङसो ने योंदे ने उहाँहरूले दे नि के उहाँले तामसुस्ते बजा भन्न आज्ञा के दिनुभयो ताङसु उनीहरूले लप्से बजायो अनि भने कोना उनीहरूले बनी भन्यो जेरेना
नत्र हामीले बजाउने थिएनौँ अनि भन्ने 샤고 विषयले 둥기 जवाब 제라야 दिएको छ अनि अनि 가져기 다 롱베기 개보다 अश्वा घोषले 여보다 भन्नुभयो 개정도 무디 봐도 उनलाई यहाँ ल्याऊ 개 भन्दा 방치 अश्वा घोषले भन्छ 상로로 초대세기 기틀야 त्यसपछि 하랑이 दुवैजना भेट 잡아지는 भइसक्यो अश्वा 것은 घोष र 가제샤 अनि यो अश्वा घोष र अनि पसरबा 다 가제샤네 यिनीहरूले 샤 राजा 샤고 मन्त्री 둥베기 चोरो घेर बहुदा 나랑부터 आदि जम्मा 딱 भएको सभाको अगाडि 문망분 7 दिनपछि 좀 बहस गर्ने 초고 सम्झौता 참고 गरेछ 대회 기틀야 내대 습로 코랑을 패도와 무디 봐도 अब 마용 건 7औं 내대 दिनको बिहान 습로서 ठुलो 콩을 भेट जम्मा 패시 भयो 치토버지 आदरणीय 있어 पसलमा 디가 पहिले 코랑 आउनुभयो र अग्लो 샤리아데 सिंहासनमा बस्नुभयो 치토버디가 슈네 아니 베 अनि 슈 भनौँ 다다네 पसलपछि गुरुजी अगाडि आएर 시나디 त्यो 저 ठुलो 넘겨내 अग्लो 하고 된데 그 सिंहासनमा 시바 개버 बस्नुभयो 시부체네 또 उहाँको 슈버레스 다 무디 바타데 때 제를 내도와 제를 내주사 उहाँको 트강 अनुसार अब 집로 로빈 집로 सामान्यभन्दा 쇼도로 बढी तेजस्वी थियो 트바지 गैर 집어로 बौद्ध 예서마 पछि आयो 아나 भने 코랑 딘 듄데 अश्वा घोष 마데라 पछि 제제 आयो र उहाँको 딘 듄데 अगाडि उभियो त्यसपछि गैर बौद्धले भन्यो 다데네 जो 땅에는 हार्छ 와니 쪼바 उसले 마자 आफ्नो जिब्रो 보내 다 काट्नुपर्छ 쪼바 개시 भनेर भन्छ 팜송나 다 체바 가르치기 인사디 깨지시에도와 다 무디 바딜라빈 다 개시 수팜선에 되게 제디 하나 제여로 제디 파 त्यसैले जो 제디 हार्छ यो 제시버레스 बौद्ध र गैर बौद्धमा जो 아니 니데 यो 집으로 다 प्रतिस्पर्धा 니데 गर्दाखेरि हार्छ 제죠 제제나 उसले चाहिँ 디바 जिब्रो 니데 काट्नुपर्छ है 제베 भनेर अनि अश्व घोषले भन्नुभएको छ 자네 야고 अनि 야마스 आदरणीय 근데 다 पासरले भन्नुभयो 가르쳐버서는 त्यो राम्रो काम 수팜선은 돼 कदापि होइन 아니 कता 버리고 돼 अ, 아 हुँदै होइन 경계인티 로마 त्यो 체고 हुनै सक्दैन 레스 जो 손 हार्छ उसले 어때 다 प्रतिद्वन्दीको 무디고 다 शिष्य 디스나 बन्नुपर्छ 드거레스 भने 디스나 드거레스 अनि 다 जो 되네 हार्छ 디젤 उसले 다 चाहिँ अब 쪼바 체고 등에나 다 저기 बौद्ध हार्यो भने हिन्दूको 점점 अब शिष्य 쟤네 बन्नुपर्ने हिन्दू हार्यो भने 마시아고 깨져 हिन्दू चाहिँ 내는 बौद्धको शिष्य 수시 गर्नुपर्ने 고주 고 수행은 अनि 고주인슬 두사네 अनि गौरव भनौँ 아니 अश्व 내데 घोषले भन्यो 집으로 उहाँको 공소 다 समूहले भन्यो ठिक 코랑 छ 로나이네 यो म 토라네 सहमति छु 게버레스 भने 다네 अनि 사타른 कुरा 보베 भयो त्यसपछि 간다나 अब सोध्यो 마옹이스 पहिले 다네 신 कसले 지리 बोल्ने भनेर 에 अनि सोध्यो नि 쇼베야 돼 पसरबलले भन्नुभयो 트링게 다보다 म 나르마스 बुढो म 제가 बुढो छु र 깨진 टाढाबाट आएको 녜녜는 छु 셰인 मैले 손세 आज मैले पहिले 아 सिंहासनमा 숨부터 बसेको छु त्यसैले म पहिले बोल्नेछु 에나데 भनेर उनी आश्चर्य भन्नु 땅게 गेल 에 बौद्धले 베데션 भन्यो ठिक छ 드그레스 भन्नु 아 다간다 교랑 가르시아 얘네 녜 창월로 베 차르제시 그리스 제제 अनि म 시에도와 तिम्रो हरेक 다 शब्दले पूर्ण 대가블라 रूपमा 내데 खण्डन गर्ने 집으로 के 신나게 भयो भन 손이스 말해 बुढो 가르송 पुगेछु 버렸잖아 र अब अलिक गर्दा 직된 ठिक छ 대신 끼바다 अचलमा बोल्नु 개복 구슬이와다 भन्ने चाहिँ भयो 갱은 로주리바다 त्यसपछि 구버탄지 आदरणीय 시그리지 पासलले भन्नुभयो 사지 숭버레스 대 अब 숭두사나 यहाँ 모디바고 केही देश कि 지진디지 बदा 다 जग्गा 가르라고 पुग्छ 하고 निवादा 와 जग्गा लोचो 하고 लेबदा गुबा त 카로 सिगुजी 대고 भनेको त 기야레스 संसार 카로 대고 सुखी र 기야 다 आनन्दित 간다 होस् 드리시나 राजाको आयु 저거 दीर्घ 팜 होस् 아니 राज्यका 로마 बाली 체고 र 다 राज्यका 지진디지 बाली 기야마 र 다때 पशुधन 가르라고 फस्ट होस् 직된 सबै 대 दुर्भाग्य 끼바다 शान्त 대대 होस् 개복 구슬이와다 भनेर भनेछ 다때 가르라고 다 गैर 라스트 बौद्धले 해버다 जबमा केही भन्ने 대체나 कुरा 저바 सोध्न 팜 नसकेर 저바 팜 बसमा हार्यो र Tene Koran पसल Talmud बुवाको Kajesh शिष्य Yavanesi बन्यो Tan Didin उसले Robin आफ्नो Zublo कपाल Propacha र दाह्री खोरेर Tada नभए Kabla Shar शिशु बनेर उसले पूर्ण Tene Gizu उपसम्पदा Drup पनि लियो Dirishabres भनेछ Gizu Drup Nibar यस्तो Zobeki Toban Dirishabres यस्तो Tayina भनेको Robin Tan the same thing ni अब जसरी नि अब Robin Zublo भनौँ न ya कसर्बको Diristan चेला same हुनु thing पुग्यो ni अब Koran अश्व घोष Kamsa त Keban तर के Robin भने अश्व घोष आफ्नो Meban हृदयबाट पूर्ण Kikes रूपमा विश्वस्त Today नभएकोले Hindustan Nimasile सोचो ya लागेन Robin मन Zublo भित्तै बुझेन रहेछ त्यसपछि Mishenagi होइन Mashesa हेर अब Matonsa Zunjuden कसर्बले Ani गोप्य shine रूपमा de चमत्कारिक शक्ति hobe देखाउनु भयो ta रहेछ da be har leje ani अनि ziblo de be ise da te ba ज- yemes जसपछि wa अन्ततः उहाँले tiga विश्वास प्राप्त ta गर्नुभयो zoba phamson du san ta ko loma ma je ra je ra ma da sem भनौँ ding न ni loma che ko sam bra chi so ma अब ta de अश्व ding घोष de ya loben ziblo विश्वास de गरेको छैन ani तर पनि kari के हो त kari jaga यो changjo la pa गुरु quran shu sin थेरवादको ta गुरु ta भने lo मायानको de बौद्ध ba सत्ता shlo de पासरवादी bes गुप्त रूपमा ani अनि यो loben ta ko अश्व घोष mutu ni jaga yu आचार्यलाई चाहिँ ya shu che ne चमत्कारिक गुप्त ani रूपमा ma देखाउनु sangi ben de भएपछि zule ya अन्तत kebar उहाँले chang विश्वास प्राप्त गर्नुभएको 신앙을 छ 능력 त्यसपछि 탐자를 참 धेरैले 춥네. पासर्व 수업에 시기에 उत्तर 지게는 भारतमा 시기에 फर्किनुभयो अनि 다나신 जब 코로나바시 अश्वघोष 개몽 다 개몽바다 मध्य 갱에라 भारतमा 갱에 नै 말아서 रहेर 코로나바시 सबै शुद्धहरूमा 탐지기베 राम्रो निपुण हुनुभयो 근주시야 भित्री र 야가 बाहिरी सबै 유유기 विद्या 개복기베 क्षेत्रमा 꿀디슈야 दक्ष 근데 हुँदै उहाँले आफ्नो 슈브레스 बस कौशलले संसारलाई 다 अभिवृद्धि 콜레야 गर्नुभयो चार 땅사야기 वर्गको 체주도야 समुदायद्वारा आधारित 집으로 र 고시아서 सम्मानित हुँदै 땅사야기 उहाँ मध्य 체톡당하고 भारतका 되나야 다 राजाबाट ठुलो 룽지시야 सम्मान प्राप्त गर्नुभएको रहेछ 대 룽디 가라사나 급디디 야가 유유기 개버죠 봐 예부터기 अब उहाँले कसरी 로벤탄 अश्वघोष भोजाको स्वार 슈아디 भोजाको हामी 탱게 भन्ने 첨부야 नाम 똑고 पाउनुभयो भने 톰부야 भरे 다네 कथाकथन नाम 최체베 qable야베 यही जीवनको 최시바 एउटा 캡시부야 अद्भुत 봐 कथा वर्णन 근데 गर्दछु 인두사는 민
मिद इन द मिमा इन एक थामजे क्याबे मध्य भारतमा ड्यू टु भारतका जिरेन एक रो राजाले संगो देखे कुरान कि दिने ngese अश्व के घोषसँग विशाल ज्ञान या ता उच्च सिमजे बोध मो र वा धर्म छिदा व्याख्यामा दिजु कोन यस्तो दिले चा निपुण छ थियो कि बुवा उहाँले मानिस र दिले गैर से मानिस हागु दुवैलाई यो गर वशमा ल्याउन दे हा सक्नुहुन्थ्यो गोया छे र ता गेबो अन्य के थप्सी अज्ञानी खाप्से प्राणीहरूले बसन पनि यो महसुस ता गरून् दु भनेर बना ता राजाले छ्या ता यो सात ता भटालाई छ्या 6 ता दु दिनसम्म खाना नदिई भोकै अनि राखे शाबु ता दुले या शाबु ठुगु पाल या अनि अब खला राजाले थप्सी भन न ता ती ता चा सर वा चा ज चा न मा de खला घोडाले दे चाहिँ अब पे ठोगो दो घाँस खान्छ नि त ए तर के शाबु हो त ठुगु बा ठोगो अनि दो अब जुनि शाबरेस नि ठुबे के शोबा तेले या अब अज्ञानी प्राणीहरूले पनि महसुस 치바다 गरेको 남베 राजाले एउटा 게존다 उपाय 다는 주다 गरेको 마 रहेछ 탐지 수게 राजाले 다세네 7 घोडालाई 법연 6 다나래야 दिनसम्म खाना 어 नदिई भोकै राखेछ 최수로 6औं 지지 दिनको 개보디 बिहान 슈 उनले बौद्ध र 다다 गैर 되지 बौद्ध दुवै परम्परा 최수베 भिक्षुहरू qable야 दार्शनिकहरूलाई 아니 जम्मा गरेर 개베 따티도 अश्व घोषले 상로 धर्म उपदेश 미 दिन 방금 अनुरोध 좀 गरे 돼서 끼텔이야 딴 따티도 텔라 अब 따세 सबै 아니 श्रोता र 신이 गहिरो 짜테도와 अन्तर्दृष्टि र बोधमा जागृत 짜테주사네 भयो 따티도 राजाले 가르쳐면서 भिडको बिचमा 따티도 घोडालाई बाँधेर 아니 घाँस अर्पण 법연 गर्दा पनि 단 최 घोडाहरूले 고도주사네 खानको सट्टा 미주다네 आँसु 최ኛ बगाउँदै 먹어도 धर्म खुने 세 किन कोरा अश्व साnye कोरा अश्व दियो घोषले अब धर्म प्रवचन गर्दाखेरि से कोरा साnye मा दियो घोडालाई पनि छे बुझ्ने गरी तदा उहाँले एकदम भन्नुहुँदो रहेछ अश्व चाहिँ घोष पे यसरी पबे सबैलाई ताङ थाहा भयो सोन्दे कि न्याने उहाँ दियाबस साधारण व्यक्ति ता होइन दिने जुदि घोडाहरूले माछामे समेत हागो उहाँको जुसा स्वर अनि बुझेकाले सिने पबे ताङ उहाँलाई सा त्यसपछि तगा नि बोधिसत्व फेबे अश्व तिरे घोष मेदु पदवी तान्दी दिनुभएको बे रहेछ सामकी मिजिया बरे रेदो त्यसैले सेना भनौँ न फाशान ताकि खोंग कतिको अब सुंगे यो खुगु दु शक्तिशाली सेजे गुरु रहेछ त यो ता दिदे के हिन्दू धर्म र बेकेरा बौद्धमा शाने फैलिन तेने भयो सुंदे भन्नु अनि अब छन्छु अनि समता सा हेर्नु पर्यो भने यामा घोडाले ता 7 पबे छ ताङ दिनसम्म सा तेने 7 दिनसम्म छेने भोकै तेने राख्दाखेरि थपरेस अनि ता तेने त्यो सुंदे भोकै राखे त्यो प्रवचन 제다 गरिदिन 보면 7 वटा 따사 घोडालाई 센다 치즈 पाँचको अगाडि 야 प्रवचन 되네 राखेर प्रवचन गर्न आउँदाखेरि मान्छे न्यारा मात्र छिबु छोबे नभएर कबले घोडा मिमा समेत रोएको जुगु रहेछ तासा त्यसो गबे भने मिन्स राजा छेबस चकित भएर अनि दा ओहो खरांग त थौमेगी मि बोधिसत्व अश्व किम्बगी घोष बेकन पेना पदवी मुदी दिएको बे रहेछ प्रबे त्यसैले उहाँको मुदी बे गृहस्थ नाम वास्तविक छ रबजुगी बेकबगे मिन्दा गृहस्थी नामबे गृहस्थका नाम र रबजुगी बेकबगे पदवी छेगो नाम ते तला कसैलाई थाहा छैन सिंगे के गरे म गृहस्थीको अब अशोक घोषको नाम के भन्थ्यो अनि तादरे उहाँलाई भिक्षु छिजु प्रबेन नाम के तायाङको दियो ग्यागा केही थाहा थाजो छैन रहेछ त्यो राजाले दिएको नाम रहेछ छाजो अशोक मे घोषले ग्यागा दिएको लुब्जान छोके लुम्बति जु नारोले या फेचे अनि पछि सामगे अब देवे आचार्य दाछे अशोक घोष बे उत्तर भारत जसमा आने सिंगी न्याङा उत्तर र रम्बुला पश्चिमी सो भारतमा थिन्जी भारत पनि थप्न सोले दे समावेश रहेको छ छे त्यो बेला देवे यात्रा गर्नुभयो र बुद्धको शिक्षालाई व्यापक रूपमा फैलाउनु भयो 다네 신기 ग्यागा कविता र छाजो सङ्गीत ता जस्ता विभिन्न सुले गेबो तनि उपायहरूद्वारा सिके धर्म फैलाउनमा दक्ष उइगुर पुरुष सेबो से हुनुहुन्थ्यो युबे दुसा गेबो कने राजा सिके कोन कनिष्कले पनि खुगुरता उहाँलाई त्यंगा सेमेबो असीमित नाचे श्रद्धा र खोले या प्रशंसाले गर्दै युन्डेङ उहाँलाई हिनिमस छे गुणादित्य खरे ngako na ngao chen na des गुणहरूको सूर्य भन्ने सम्मान गर्दथ्यो ta दिन्थ्यो robe ta ya la गुण सूर्य भनेर अब नाम दिन्थ्यो उहाँलाई अब प्रशंसा गर्नुहुन्थ्यो ta sungzong को कोर शिबि अब शिगु अश्व नि या घोषले robe अब ta yang ge उहाँको zebe shu रचनाहरू के mambu छ shu je भन्दाखेरि ore che je shu shu yu धेरै ge ni छन् na ta dan je ya भन्ने ya भनाइ छ de तर ge पनि mambu ya ma des हामीले अब ti na भनौँ न lo ne परम्परा अनुसार आचार्य robe ta yang ge ze sha be ge shung अश्वघोषले de धेरै ग्रन्थहरू रचना nangbe गर्नुभएको gi हुन्छ भनिन्छ nangde तर ri be gi आज den ju sam do ma se धेरै थोरै ya मात्रा nangbe बाँकी gi छ chumri ge तीमध्ये den ju tin सौद्धान्तिक de ya ngue ग्रन्थहरू de र res बौद्ध साहित्यिक 하버도 누규 रचनाहरू 토야 व्यवस्थित 조 쫌리기 भनौँ न 차는 년라 쳔부 인도 सुम्लुक 샤 तेन्चो र 그래서 नाङ्बी चम्रिक भनिन्छ यसलाई 다자 빼나 र 게이기 가댕 ऐतिहासिक 토야래야 रूपमा 다 페링이나 ऐतिहासिक 가세 रूपमा 여딩에 ता उहाँ 마주 मुख्यतः 주주면도 आफ्नो 게이기 साहित्यिक 가댕 토야래야 योगदानको लागि प्रख्यात हुनुहुन्छ तायां기 제베 नयाँ 인사베 बौद्ध 슝조 पिटकभित्र 게츠 अशोक 슈브레스 घोषको नाममा करिब 게 8 저지 मुख्य 예베 ग्रन्थहरू रहेछन् 나로네 नयाँ 아니 बौद्ध पिटकभित्र है 슝시 फेरि 시디 अशोक घोषको नाममा करिब 티생기 8 मुख्य ग्रन्थ रहेछ 대주샤데 तीमध्ये 버스 4 되네 महान 이메 ग्रन्थहरू 나마시디 버지 हुन् 년되기 अर्थात् 슝도 샤데 अनि त्यो बाहेक अब 다 अर्थात् महान 티생 대주 시디 가라스나 महान 티버 심볼라 स्वर्गवाद 대박기 왜 शास्त्र 대주사 अरू 직지 अब भनौँ न 8वटा 되네 मध्येमा 大宗的玄文本论사 직지 4वटा ग्रन्थ 되네 महायानको 4वटा 지부베 ग्रन्थ रहेछ 남매기 된 त्यो 집에 4वटा के 노사 रहेछ 직지 भन्दाखेरि 되네 महायान 나로름 주버사 र 직지 दोतपाद शास्त्र 시차비 그래서 यसलाई के भनिन्छ भन्दाखेरि थेक्पा छिम्बोला धेपा केबी 다 तिनजो 슝시도와 मायानमा 다 श्रद्धा 슝시나 गर्ने 당무엘이야 티버 शास्त्र 첨보라 भनेको रहेछ 대박기 된주사 티고 तेरुमुके 슈레야 धार्मिक भेन केबी दो अब यसलाई चाहिँ अब तार्किक भनौँ न तार्किक खेबे नारोलया तार्किकले अब 다다 यो 로벤당 제베레사 अनत्यागको 슝데 विषयमा 중문에 전에 सोधिएको प्रश्नको 로벤당 जवाब 제베 सूत्र भनेको छ 이니사 데베 쩌바 अनि 첨부요 लामाङप्चुका अनि पञ्चशिखा 하버도 다다 गुरुपदशिखा 티버 लागेको 첨보라 लागेको छ 대박기 된주사 데베 쩌바 첨부요 बेन दुरम निशुबे नारोलया
일본기 나대 심주 정견의 저기 अनि अर्को चाहिँ 안에 चारवटा 티버심불은 대박이 तेह्रवटाको 되어서 ग्रन्थ 되게 रहेको छ 제바보다 अनि 유아보다 मायेनी 응원의 सूत्र भनेर 로변 राखेको 땅인다 안 제바보 로변 땅인다 아 유아보 로변 त्यसैले 땅가 आधुनिक 이면이야 विद्वानहरूमा 공룡 첨부 अश्वघोषको 시작했어 नाममा रहेका ग्रन्थहरू 공룡 वास्तवमा 첨부 कसले 시작에는 लेखेको हो 안에 भन्नेबारे तीव्र बहस 폐쇄지기 छ 안에 다다 गरेर 티버심불은 गर्नुहुन्छ 대박이 되어서 20औं 로변 शताब्दीमा जापानी 땅 बौद्ध 제바 많이 버텨 अनुसन्धानकर्ताहरूले मायन 로변 땅 좀도 마세베 야가르 बौद्ध 개변 제바 인사 श्रद्धा उत्पात शास्त्रका 야가르 लेखकहरूबाट 개발치기 로변 साँच्चै 땅 अश्वघोषको 미야르네 परमार्थ नै 자바이사베지 थिए कि 되게 थिएनन् 보고서 भनेर प्रश्न उठाए धेरैले यो 다대샤래야 ग्रन्थ अश्वघोष रचना 티버시 गरेको 몰라 भन्दछ 대박 के베 र यो 댄저스 아기 भारतीय 슝디 विद्वानद्वारा 로베 नै 땅 लेखिएको 송메이 नभई 바데 बरु कुनै 파지 चिनिया 디징 विद्वान 케베 नाम 몰라 जोडेर 땡게 लेखेको 슝스베 हुन 좀 सक्ने 되게 좀 शङ्का गर्छ 사리요서 आज अन्तर्राष्ट्रिय विद्वानहरूमा 이나 리 यो 슝디 ग्रन्थ अश्वघोषको 야나라 깨라 रचना होइन 첨부래 भन्ने कुरा 슝디 लगभग 깨라 निश्चित 첨부래 निष्कर्ष 개첨부세요 सही भनेको छ 아 जुन 다음에 अन्तर्राष्ट्रिय 일본기 개발치기 가르라고 하잖아 विद्वानहरूमा यो ग्रन्थ अश्वघोषको 게시 रचना होइन भन्ने 티버시 몰라 कुरा 대박 केबे लगभग निश्चित 댄쇼에 रहेछ 디 निष्कर्ष त्यस्तै 로변 बनेको छ 땅은 제바 이나야 되게 로변 땅에 개복거리식의 되게 로변 땅은 제바 짠 인사 말았어. 대머이 जापानी 베지 विद्वान 땅그 민지 सकाई 시다 제바 인사를 सकाई 말고 नो कोयले भन्नुभयो भने 급 अनुसार मायन 디딩게 에네 मायन 로변 땅은 श्रद्धा 제바 인사 उत्पाद 말았어. शास्त्र कुनै अश्वघोषले 아래서는 नै रचना 슝디 गरेको हो 나롤래야 मानिदिए पनि 디싱님비 त्यो 따와다 셈잠비 निश्चय 따와 नै 송진시하고 राजा 송을 कनिष्कको समयका 되게 주사는 슝디 अश्वघोषले 디싱님 लेखेका होइन 말에게 떠두기 किनभने यस ग्रन्थको 홍수도래게 आन्तरिक 댄주시하게 विचारले 말았어. तथाकथा गर्भ दृष्टिकोण 아, चित्त मात्र 디싱님비가 너다 मन मात्र 셈잠비 दृष्टिकोणलाई 너대서 संयोजना 시신비 गर्दछ 너 다르게 यो 제조하는 तथाकथा 신의 गर्भ दर्शनको 중부아지 क्षेत्रमा 샤베 पर्छ 말했어. 라버도 तथाकथा 셈잠비 गर्भ 너다 सूत्र र 되게 चित्त मात्र सूत्रहरू 뒤집어 प्रज्ञा 되게 중대비 पारमिता 서요. 근데 सूत्रहरूको 다다 댄주에게 सारपछि 능이도 मात्र 규백에 अनि 티버셔블라 चित्र मात्र 대박게 सूत्रहरू 댄주스 아디 चाहिँ 짬을 प्रज्ञा 제발이야. पारमिता 얘나 सूत्रहरूको 디싱님 प्रसार 너다 셈잠 पछि 너다 मात्र उदय 다르게 हुनु पर्थ्यो 걔 다르게 र 제수 चित्त 신의 디 मात्र 슝디 잠도 विचार 부르마도 디조 마가 ध्यानपछि 콩래야 उत्पन्न 디슝디 भयो 잠도 마 यस्तो परिस्थितिमा मायन श्रद्धा उत्पाद शास्त्र 아, जस्तो 뒤죽이 차네 औपचारिक 제베이네야. ग्रन्थ तथागत 융타래야. र 러변 त्यहाँबाट चित्त 통매 मात्र 쉔 सूत्रहरूको 사회 प्रचार 제래야. पश्चातपछि मात्र रचना हुन 아, सक्यो 짬바지 인구사라서. समयक्रमको हिसाबले यो कम्तीमा आचार्य 마도베게 다다 असाङ्गभन्दा पछिको हुनुपर्छ 금디게 जसले 러변 यसलाई 땅사데 मायनको 티젠 उदयको 통마를 타면 고주베 प्रारम्भिक 거를 कालको 중대베 차대 अश्वघोष 거라. लिएको हुन 티겐 असम्भव 제바레스라나 छ भनेर 다가 बताउँछ 되면 도슬. यस्तो 다 भनिँदो 전에 रहेछ 공기야. 러변 땅 제바레스야기 티버신 비 슝신다지라. 아, 大众地选 फेरि 다종디 दाजोङदी सुवनजङ 选文本论라고 오면로 सुवन 어다 디기 सुवन बेनबिन नुनको 슝디 शीर्षकले 체고랑 चाहिँ 또하나 ठुलो चिनिया 야나기 प्रबन्ध देखाउँछ 냠시부지 알았어 यसको सामग्री 아자디 अस्तव्यस्त र विभिन्न 체고랑 तत्त्वहरूको 야나기 मिश्रण जस्तो 님도지 슝디 해야 देखिने 말로 भएकाले 야나기 यो सामान्यतः कुनै चिनिया 냠이 서요 व्यक्तिद्वारा 말았어 रचना गरिएको 나도이네 그때 मानिन्छ 고뇨본로 보지다 라면도 भनौँ न 먹고 싶지 냠도 세자 겨는 보지 भित्र 되게 धेरै 뉴스라네 विधा एनिमे चाहिँ मिश्र ज्ञानाकी मिश्रण भएको केवलजी कारणले भन्ने गर्दाखेरि सामसाबटजी यदि छाते कुनै युसरस चिनिया विद्वानले लेखेको हो भन्ने कुरा पनि ताजने गर्दछ लामंगब जुबाति या ज्ञाना अब केले या प्रबंधन अब जबे इंसा गुरु भक्ति भनौँ लामंगब न जुबे गुरु पञ्चशीका लामंगब जुब तांग आ जुब 50 नयुमा श्लोकमा शेते दरे तथागत गर्भ लामंगब दृष्टिकोण जुबा मैले पहिला ते गत हरस साल बताएँ लामंगब जुबा ते या दृष्टिकोणको दिसिङ निबे तावा भनौँ न तान मिसिएको तिब माया छेम्बे बस्दै कि रचना भएकाले यसको तिब छेम्ब सँग भित्ति पनि केले धेरै तावा यो पछिको दिगे हो दिने जिगे जसले सुङजी शादी यसलाई गरे दिने अश्वघोषले ती गर्न समय असम्भव दिसु इने बताउँछ 치고지 차딩이 요사라 드니 인주스탄에 깜디딩 로베당 제브레스나 버지 따다 딩민두스 त्यसै कारणले 근데 त्यो पहिलेको अब 찌부비 찌부비 अश्वघोषले लेखे 당명이 हुन 된 मिल्दो 찌베 रहेछ 도사디 अब यी ग्रन्थ 로베당 슝디 अनात्मबारे 껍게 प्रश्न सूत्र 티제기 अश्वघोषको 따위 जीवनकालमा 케주 मायन विचारका 덴데라 니지기 슝디 샤딩 어 विशेषताहरूसँग 제사 मेल 티 खाने 로베당게 भएकाले 제바 यी अश्वघोष रचना निमसिमा गरेको हुनु 마레라 असम्भव छ भने असम्भव छैन भनेर उहाँ दुई बेला हुन सक्छ भनेको छ किनकि त्यो बेला 다 전에 तर्किएको 타마델레야 आज अब अन्तिम रहेको छ 당기 고노 슈바나신 अघि 로베당기 बताए 제베 जस्तै 슝디 주 나로래야 난데지 보던 제가 소머왜 난초에다 제베 슝점도 나 난초에다 제베 소머왜 난데지 보던 제베 슝점도 마세베기 अब 콩 쭈므리다 레모다 녀하테 줄라베 신도 उहाँहरूले 케베 अब धेरै 샤데고 कुराहरू पनि अब लेखेको रहेछ अब यो 아 신도 यो 케베 처여베 인두산 끼우 총면 विभिन्न 탕제기 가보치하지 디난 एउटा 딱공 그 순서 깨라 बाजा गाजा 신지디 पनि अत्यन्त 상기 राम्रो 기죄바 हुनुहुन्छ 시에서 अरे 녀하 첨부사들 अब उहाँको लेखकमा त्यो रहेछ 아디 लेखमा 상기 기죄바 시에서 녀하 첨부사들
야게 리저게 냥아가 나로라 개점 싶으셔야 다다 अब 냥아가 나로래 냥아 첨부 써야죠 봐 एउटा भनौँ न कविता भनौँ 사게 महाकविता 제베기 यो 냥아 때라 भेट्दो रहेछ त्यो 냥아 첨부 있으라 거라 사게 제버스 랍두상 가라서나 사감 류 제버스 अब सागा चेपा 류게 भन्दो 베 रहेछ 바로 अब 가르쳐 उहाँको अब 류게 लेख 베기 भनौँ न 근데게 냥아 उहाँ चाहिँ अब विभिन्न यो 때라 कविता 냥아 첨부라고 도 सङ्गीतमा 류니 니에 저 अत्यन्त 예데 अब 때라 냥아 첨부라고 यो 그랬어 다 냥아 निपुण 첨부가 통하려고 भएकोले त्यसमा 야가 दुई भाग 리자가 भएकोले 냥아 होइन 첨부 एकदम अब 통하려고 अनि 콘차리요 냥아 첨부 슝 통마 장게데 भनौँ न पछी अब यो कांग्रेस लामना जगह आरस महान कविताको अब भारतमा पहिलो महा कविता लेख्ने चाहिँ काव्य लगदो काव्य महाकवि महाकाव्य सारे 냥아 첨부 슝사 अब महाकवि 제가 ग्रन्थ 그때 महाकविता ग्रन्थ अब 계산도와 महाकवि 냥아 भारतको चाहिँ को 냥아 रहेछ भन्दाखेरि 힌슬라비는 अब यो 말해저는 अशोक 냥아 घोषमा 힌이는 냥아 첨부 슝 점통 거봐 지지쇼로가 अब 가지 점을 되게 अब 되게 तिन 가서 चारवटा 냥아 अब 첨부 सोह्र धेरै 게 महाकवि 제일 हुनुहुन्छ नि त होइन 중요하스 धेरै लेख्ने भएकोले अब 냥아 게 उसलाई 딱한다 महाकवि भनिन्छ 류 जस्तै कि 류 नेपालमा 류 유에되는 महाकवि 근데 भन्नुभएको 냥아 आचार्य 첨부 슝 भारतमा 점통은 चाहिँ पहिलो 아니 신라비 냥아 첨부 महाकविताको ग्रन्थ लेख्ने 오래서 महाकवि चाहिँ को 그래서 रहेछ भन्दाखेरि 숨쉬도 अशोक घोष रहेछ त्यही कारण उहाँलाई 다다라 महाकविको नाम 야가 पनि त्यही भएर 리저기 냥아 신비기 슝 토마르 장게데 त्यही 코레스나 कारणले 나버지 드기 알았어 भारतमा नि 그래서 कविताको महान 다나 신공 ग्रन्थ लेख्ने पहिलो 제샤베게 उहाँ 제 रहेछ 그위 또 주스야 법에 이제 상기 좀 된데기 중부 말에 그위 또주 아 अब घाउ 다게 तोक्जो 게라치고 भने चाहिँ 싶어요 다나 신기 셔리프이 또 주스야죠 अब एउटा 셔리프이 तोक्जो 또 भन्नाले अब 주스야데 다다라 बोध 만족이 제야 예데베 리저 बोध 게데 슈베기 निष्कर्ष भनौँ न ड्यागर टेन्जु आचार्य ngashto पुत्रको अब बोध 셔리프이 또 के बोध 주스야죠 गर्नुभयो त्यसको निष्कर्ष के थियो भने यसको तोक्चो भनौँ न 제가다 चार्य बोधाचार्य 소집당 뇌가르당 अनि 닝아가 진짜게 यो 차네 아니 कविताहरू 따야데기 यो भनौँ न विभिन्न 남바상게 무슨도 맞아 야자 용조 토는 시합이나 त्यसै 딱한다고 गरी अब 게라쳐 보시다 년아쳐 보셔야 नृत्य भनौँ न नाचगानको 다들 कुरादेखि 별에 लिएर 야가 विभिन्न 치수 बनोटदेखि 냐게 लिएर 게라시 विभिन्न यो 칼리다스 나무 커서야죠 वास्तव भनौँ न 나무 हस्तकलामा एकदम 커서야 돼 निपुण 아니 हुनुहुन्थ्यो 공기 냐가 그 슈긴시 त्यही 돼 कारणले 땅게 अश्वघोष 냐 धेरै 슈긴시 돼 कुराहरू लेख्नुभयो किनकि उहाँ त पहिला अब गैर बौद्ध थिए नि त गैर 다 बौद्ध 되네 디지엘야 त्यसैले धेरै अब अ, 얘는 되게 쉬어야 돼 소리 अघि मैले बताएको कुरा चाहिँ यो नै हो विभिन्न गाना बाजा विभिन्न यो 되네 कविताहरू 다다 전화 따라나 되기 야가 춘주 나로래야 따야한다 त्यसैले अब 멋지 지르다 तारानाथ 뽀울러 써봐도 생긴 남자라서 तारानाथको 얘는 धर्म 미치게 भारत 말했지 धर्मदयको 됐어 अब भित्र चाहिँ के छ भन्दाखेरि अब तायाङ र मति 다 चित्री भनेको छ 대순 अश्वघोष र 주산에 मति चित्री एउटै 다 हो भनेको छ 멋지 지르사를 अब 가려서 पाउ भन्छ पाउ 나버상게 그 भन्नाले 루유기 나로래야 돼 니라 셰베 상게对吧 상게对别기 개본로 어떻게对吧 भनौँ न 양을 त्यो 줘서 돼 मती चित्र भन्ने 루서도 पाउको एउटा नाम रहेछ भित्र 다다 परेपछि नाम हो 향기 अब 로마 अब 아가마 एकदम 법에 विशाल प्रख्यात बुद्धको एउटा 향기 स्तुति 드네 रहेछ 법에 이징사야 त्यसमा 돼 के रहेछ 법에 भन्दाखेरि अब 되다 보셔야 돼 पेपा 자가야 페베 हेर्न 거야 छु 겁지 싸네 아니 자가 सात 로서도 같이 पञ्चाशीका 벌써 स्तोत्र भनेको रहेछ 나도 중사회 अब यो 제야래 लेख्ने को हो त भन्दाखेरि मती 상계기 चित्रले 때봐 लेखिएको छ 때봐 भनेको छ 자는 거 줘봐셔야 돼 त्यही कारणले यो चाहिँ अब 거지샤 भोटमा 로서도스 अत्यन्त प्रख्यात 다들 रहेका 때봐 छन् 자는 거 줘봐셔야 돼 드디 अनि 짜셔 आजभोलिको 보셔서 समकालीन विद्वानहरूले 제유사 चाहिँ अब यो त्यस्तो 제사 उहाँले लेखेको हो 때봐 भन्न 자는 अब 거 줘봐 स्रोतहरू अब 쟁갱기 स्पष्ट दिन सकेको 법에 छैन 되다 머디 त्यही 찢으사 कारणले आजभोलिको समकालीन विद्वानहरूले 제사 चाहिँ 따라나 되게 머디 केरल 찢으다 सोसिबा 법에 따라 जातका वर्ग 제히 भनौँ न 소도 चारौँ जातका वर्ग लेख्ने अब लोपेन पाउ 다나시 별에 आर्य 있네야 딱고 आर्य सुरा 때봐 양을 यसले अब 줘봐셔야 लेखेको हो भन्ने कुरा 머디 छ 찢으 제버래 머디 찢으사 따라래 근데 거 별에 माथि 야 चित्र 되듯이 लेखेको हो त्यही कारण 소리 माथि 미나 चित्र चाहिँ हो 등산 심주고 यो 망보지기 आशाको छ हो भनेर भोटमा 텔레야 भनिन्छ 바다 तर 세버 पनि 야 말에 드네 अनि 인도산에 आजभोलिको समकालीन विद्वानहरू चाहिँ अब यो त्यति अब 머디 भनौँ न 따한테 स्पष्टसँग 머디 यो स्वीकार 찢으래스기 गरिँदैन 타줘에 도움 말했어 다나시 딩듀 캐버 망보지기 가르라고 그랬으나 다다 깨를 수십 번 생긴게 로빈 त्यसैले 보우셔 로빈 보우셔야지 깨를 수십 번兄弟 냥아숑 갸르 냥아숑 깨라 춤십 차리 त्यसैले 여러분 भारतमा अब 아 यो कविता लेख्ने एकजना व्यक्ति हुनुहुन्थ्यो नि 깨를 수십 번 यो 생긴게 로빈 आशा 보우셔야지 घोषा भने 때바 양어주번 생긴게 로빈 머디 지르사 대줄래 대 뭐이번 대래 현도 주바 진번 되고 알았어 अनि त्यसैले 내 소도 जातका माला लेख्ने र 드네 अनि यो 인도산에 चाहिँ 다 디지털이야 यो 다 एउटा विद्वान गेब मती 슈모 चित्र 드네 भन्ने 쉐샤 चाहिँ यो अशोक घोष भने चाहिँ एउटै नाम होइन बेग्लै बेग्लै व्यक्ति हो बेग्लै मान्छे हो भनेर नि यसरी दाबी गरेको रहेछ
다들 샴리야 너디베 로벤 가시지 뭐를 쉬나 섬차서 अब म अब स्वतन्त्रको कुनै अब आचार्यको विषयमा बताउन जाँदैछु अ, पहिला वैभाषिक सिद्धान्त अनुसार पछि यो अब दोस्रो चाहिँ अब सिद्धान्त चाहिँ वैभाषिक रहेको छ वैभाषिक 단 너디베 로벤 다당 안수 넘기 좁다마 시송베 걸래야 제라 나와 너디바 셈자마 우마바 시 송고여봐 अब 년제기 यो बौद्धको 중단이 सिद्धान्तमा के हो छ भने 대버심베 중단이 वैभाषिक 송고여봐 स्वतन्त्रका 다 त्यस्तै 이나다 गरी अब 너디바 चित्त मात्रा माध्यमिका भनिन्छ नि त त्यो रहेको छ 너데베기 너데바데 다 가자 슈비마디 अब 그래 तीनौँ स्वतन्त्रिक 대바저게 나로라 आचार्यहरूको अब पहिला 너데마베디 के 암 छ भने 너데바세 아스도가 데리 데 दोदेपा 대바저게 भनेपछि 나신데 एउटा 기베 स्वतन्त्रिका भनिन्छ 대바시 यसलाई 차데 यसलाई 가래 एउटा अब 근데 निकाय रहेको छ 너데바라야 아니 अब 녀라시베 로벤 कुमार 가르사데 가자 लाट श्री 슈비나 लब्ध 로벤 हरि 슈눌리엔다 बर्मन 로벤 भनिन्छ 발렌다 로벤 초제 यसलाई अब 고차사 सुनुलेन भने 다든지 सुनुलेन 수모 पालन 저샤 ठोक्जेको छ 다 भनिन्छ 다보다 로벤 त्यसपछि 슈눌리엔 슈야데 कुमार लाट श्री लब्ध र हरि बर्मन भनिन्छ 로벤 슈눌레 슈야데 पहिला 아니 अब 페지 आचार्य 진료기 뒤름 कुमार लाट 니만데 수베 कुमार 바로 लाट 슈엔데베기 개바 कुमार लाट 차데 가레스 को त भन्दाखेरि आचार्य 다나 कुमार लाट इस्वी 신기드네 सबभन्दा 너데바사 दोस्रोदेखि 그거 तेस्रो 주덕거라 सदस्यसम्म उहाँ जीवित 콩고 रहनुहुन्थ्यो अब 수용게디에는 러벤 ताम्रका 벨렌사 सुरञ्जनको 차데 महान 가자 पश्चिमी क्षेत्रको 러벤디 हामीले बाटा यस्तो 슈눌레샤데 भनेको छ कि कुमार 랍다스야데 차데 가레스 다다 러벤 탕玄장기 러미기 나로라야 अनि उहाँ 가르송요르사데 चाहिँ अब दोस्रोदेखि तेस्रो 러벤 शताब्दीमा अब उहाँ जीवित 슈눌레야 कुमार हुनुहुन्थ्यो 랍다스야데 코랑 अब यो 충유디 아니 कुमार लाता 야가산조 आचार्य कुमार 떡실라스야데 लाता भने के हो त भन्दाखेरि tingores चिनको एउटा 충류네베 남 महान पश्चिमी क्षेत्रको 남 अभिलेख भित्र के 똑바세네 लेखेको छ त 샤 भन्दाखेरि 슈뉴드니 संत रब्द सोने आदरणीय 슈누 भिक्षु 쳔부터 तक्षशिला देशका 세네 मूल 디즈르베 भाषी 사메 हुनुहुन्थ्यो 퇴안이야 र 쪼와시라게 되게 बाल्यकालदेखि नै 링마르야 बुद्धिमानी 스스제 हुनुहुन्थ्यो र 트라숨다 सानै 니에동 उमेरमा 아니 संसारिक 오르사데 माया मोह त्यागी 아 शास्त्रहरूको अध्ययनमा 다르시 लाग्नुभयो र 트라숨다 니에동 महान 아 로진 सिद्धान्तहरूमा 로진 मन 주원나다 केन्द्रित 다 गर्नुभयो 드네시게 있고 कठोर ध्यानमा 룬진슈베게 एकाग्रता 드네샤데 दिनुभयो 가레스 드네 또 उहाँले हरेक दिन 기듀스타네 케바 32,000 참세 배 शब्द पाठ 주기를 गर्नुहुन्थ्यो 두대바 32,000 드네 그베냐 케바 깨라서 비차데 가레스 अब यसलाई सोलोका ठिटक सुप भनिन्छ 드네 렌 가르 그 लिभर 주덕 मिल 가르치비네 भन्ने 렌 토범에 겹 통게 जस्तो 에네 अनि भनौँ न 야게베 जस्तो 유유다 प्रश्न 다나 गरेर 신다 उत्तर दिनु छ भने त्यस्तो 초시기 विद्वान रहेछ उहाँ 롱바 탐세에 주도 꾸르네 त्यसैले अब 드네 उहाँले 케바 हरेक दिन 참시 25,000 제 शब्द 아니 पाठ 콜레야 गर्नुहुन्थ्यो 콩고 त्यति नै 짬샤베 लेख्नुहुन्थ्यो 덴주이나 त्यसरी 주라 उहाँ 카셰 समकालीन विद्वानहरूमा 요아레 माझ 되게 상황로 캡게스 विद्वान 요아레스 되네 विद्वानका लागि 로존 प्रमुख 징게 हुनुहुन्थ्यो 요마레스 आफ्नो समयमा उच्च 급 प्रतिष्ठा प्राप्त 디듀사네 गर्नुभयो 야가 샤롤레야 법은 उहाँले 땅디 सही 게라체스 धर्मलाई कायम राख्नुभयो र 야가 गलत 로쇼라 법은 दृष्टिकोणहरूलाई 파발라 게라체스 उब्जनुभयो त्याग्नुभयो 야가 눕쇼라 법은 उहाँको 쭈쭈 게라체스 या가 जावल 차쇼라 법은 छलफलमा 슈눌레 कुनै प्रश्न कुमार अनुत्तरीय लाप्तास्यादे रहँदैन थियो गेराच छेछेने खोना भारतका बसिले सबै पाँच जिदे सेवेगी भागहरूमा निमन उहाँ शिष्य अत्यन्त 간다 सम्मानित 봄불루 हुनुहुन्थ्यो 줍다 팍발라 उहाँका 줍디스 रचना 라 उहाँका रचनाहरू 가서 दर्जनौँ 토냐바 पुस्तकसम्म पुगे 든데기 케바 जुन 첨부 सबै 샤데 요레스 विद्वानहरूले अध्ययन गर्ने लोकप्रिय 기왕기에는 रचना थिए उहाँ सौतन्त्रिक सम्प्रदायका संस्थापक हुनुहुन्थ्यो उहाँको 가서 समयमा 팅지 पूर्वमा 게버치기 अथवा 로벤디 दक्षिणमा देव 겐디 퇴네 베마 देव 뿡드제는 마 코란티 요한테 로벤 यसलाई 가다 떡실라서 롱버들이야 마 코란 त्यसो gebsen देव पश्चिममा 로벤디베 नागार्जुन उत्तरमा 제보와이시네 코란 롱벌 कुमार 파티 लाटालाई 제슈시 लाटालाई 데데시는 चार 롱버들 उज्जवल 파게 सूर्य भनिन्थ्यो 솔라칸지 यी आदरणीय भिक्षुको महान 데데시는 가다 ख्याति 로벤텔이야 बारे 슈주 सुनेर 근데 यस देशका राजाले उहाँ 로즈와레 송도와 आफ्ना सेनाहरू परिचालन गरेर 다르신 다다 तक्षशिला 다른 देशमा 아디 야가 춘중 आक्रमण गरेर 나로래 उहाँलाई 너데베 भर्ती 로벤 बनाए 눕쇼 줌부 उहाँको 슈누레 सम्मान 제자와 중무세 नै यो 송도와 गुम्बा निर्माण गरेको थियो ली 다콩드 रोङसाले 제샤베 अनुवाद 슝디 विधिको भनौँ न यो 가르슬람나 너디 द्वारा 게나 प्रकाशित 빼 गरेको छ यो 치와세 너디 게나 빼 치와세 아기데 슝디 자나 게라야 유데스레 자나 게라 अहिले पेट 수유로레스나 हुँदैन 로제 साधारणतको 슈누 भारतमा बौद्ध 소암 धर्मको इतिहासमा भनिएको छ कुमार जीवा पश्चिममा 교시합시다. कुमार लब्धा नामका पश्चिममा 이나 कुमार 디긴 제장 लब्धा 나로라 नामका 가르치 एक 열사나 स्वतन्त्र 야나게 आचार्य 주주베 थिए भनेपछि 겐디 제장 나로라 로빈 땅 उहाँको 제베인 세부티요 दृष्टान्तमाला 이나야 कल्पना 치수 मण्डी 드럼 예수베 कल्पना 나로라야
मण्डिती का tada tisa डिस्टन्ट पंक्तिवाद Xinjiang नाम side के do gyana ग्रन्थलाई lo Xinjiang side do महान Rinpoche la अनुवादक कुमार yugo miri जिनले ge ze अनुवाद Rinpoche sacha jorwa कुमार ana जीवाले tene अनुवाद tembe गरे gi जसले ta shungdi gi पुस्तिकामा यो lijar अश्वघोष ge द्वारा रचित लेखे gyabe तर cha पछि sang yusuma gyabe 20औं thurbu शताब्दीमा chinge यस bares ग्रन्थमा एउटा संस्कृत thi पाण्डुलिपि zejang ga nalo la खण्डको kamche yore sana lobe पुस्तिकामा shunu स्पष्ट lenge रूपमा zeba के छ yes भन्दाखेरि suno यो कुमार यो कुमार लाताद्वारा लेखिएको देखियो त्यसैले ta na xin ting sang यो ge kema अश्वघोषले mangbo लेखेको shingi होइन भनेको छ shungde le shimju che अझ yore केही shung thi विद्वानहरू na lo भन्छन् le कि ya यो ग्रन्थले रुद्र दामन rudra daman sa ki gebo chi रुद्र ning de दामन yo भनिन्छ ni gebo अनि ti राजाको नाम लागेको छ रुद्र chiru दामन राजाको नाम लागेको छ ग्रन्थमा चाहिँ ya da करिबी ni अन्त shu da इस्वी ya da ngul ju 120 boru le ya देखि chung de le gebo cha 150 de yo नामका अब त्यो ti बेलाको gebo ti राजाको phobyo चर्चा ta la lo ja गर्ने da ngul ju भएकाले zong ge chu de यो cha de yo ti अश्वघोष ti भन्दा gyo za ba करिब de ne 100 ane वर्ष pa ji shung de lo ben 150 da ang za ba ki वर्षपछि sa ma re जीवित chi थिए tene यो ge nyu za उहाँले ta ji लेखेको हुन् phobyo भने shun le nge za ba de sa de des chi ka re pa da che त्यही yo re कारणले tene ngu ji chi yo ta अनि उहाँले लेखेको हुन् भने अब ta de ge lo अब be shun le यो le shu अशोक sim घोषले che असम्भव हो ta de किनभने यो ne चाहिँ अब यो Niba de लेख्ने चाहिँ Robin Pelen Shuade. कसले लेखेको भन्दाखेरि अब Robin Pelen Shuade Shri Labda Sade, Shri Labda कुमार Sade. लाताले लेखेको Shri हो Labda भने Sa Kong de Garesana, Kong भन्नाले Shuya Tuzu de अब Peje दोस्रो Chilu Tuzu कलेन्ड Chive भनिन्छ Gam Shung de Beche. श्री श्री Jara लब्दा Muchos Kuchung. Kong Robin अब श्री Shunule लब्दा Satangi, Robin श्री Shunule Sa, लब्दा take long सम्भवतः Sade. उहाँको जीवन वर्णन गर्दाखेरि ईस्वी Tana सन्दको Jin Do de Beki, चौथो Temba शताब्दीमा जीवित Sangoram Do de रहनुभयो Beki Lugdi, and त्यो बेला हुनुहुन्थ्यो उहाँ Kashing पश्चिम Gemba भारतमा Zengen जन्मिनु do de भएको थियो Robin de Chade उहाँ Yodes. सौतन्त्रिकलाई प्रचार गर्ने आचार्य हुनुहुन्थ्यो Tada Robin जब Dusang सङ्घभद्र Gi त्यसलाई Zeshabe द्विसङ्घ भन्छ Gongbe Shung जब Yorba Gyalake सङ्घभद्रले Tegana Yorba अभिधर्मबाट बहस Robin Dusang गर्नुहुँदा Zeshabe उहाँले Gongbe Gi सम्मानपूर्वक आदरणीय Shung श्री Nalo लब्दा Lea भन्ने and उल्लेख Sumba गर्नुभएको थियो Balance Shiche Kushib the Jene and त्यो Konya बेला अब आदरणीय Kushib the श्री Jene लब्दा भन्ने Jene अब उहाँले अब Buyores यसरी यो Tana Shin सङ्घभद्रले Gyana अब Sungun Lea अभिनन्दन सम्मान Tangi गर्नुहुनेछ Gong Lea त्यसै गरी चिनिया Robin विवरण Shenzang अनुसार Lami माथिको Nalo लेख Zemin Seve उल्लेखित Nimashi चारको Sejorba जवल सूर्य Ti बाहेक Galea यी Tada Robin आचार्यलाई Balance पनि de पाँच Ne महान Lusane Tenju ग्रन्थकारमा Kimbo गनिन्छ Ngas अब Tindegi ग्रन्थकार भन्नु Karjurechigi विद्वान Yan अब Kari Cheraje ग्रन्थकार Yores मध्येमा पाँचौँ नम्बरमा उहाँलाई Tana Sin Tarana de राख्दो रहेछ Gagachu Nalole भनिन्छ Kaji तारानाथको Dode Robin भारतमा Sembo बौद्ध Tumba धर्मको Pelen इतिहासको Nom अनुसार Chung अब Sondwa कश्मीरमा स्वतन्त्रिक Tadingi महाचार्य Shung Kara Peja आदरणीय Karasan Dorsana Dode be श्रीलभ Chirab Shebe Tenju Sajik Takanda Dode be Shung उल्लेख छ Keshem भनेको Shimchin छ Zayores उहाँले Takana स्वतन्त्रको Tamse व्याख्या Yenalea ग्रन्थ Tane लेख्नुभयो Denegi भनेर लेखेको छ Diorba Karsa Cherado Sheba Chimposa Shung Chim Shujorba Ta Tendra Wudubjigi Dode be Cherado त्यसैले Sheba Chim Shebe Tenju Sajik Zayores Ina Di Pegu Tata Hayo Mares त्यसैले अनि यो Ta Tenen Dode be Gilrobe Sumo de Karasa उहाँले Robin अब Tose प्रचार Boja प्रसारमा गर्नुभएको रहेछ भन्ने कुरा चाहिँ यसमा छ Hari अब Warman Zati Hari अब Warman अर्को Zati विद्वान हुन्छ हरि बर्मन Hari Warman Zaki Kabadre Tati हरि Turup बर्मन Sumbone Shive Baruli पहिले Hachunde उहाँको Beche जीवन र दृष्टिकोणबाट Gya गर्दा उहाँ Yugi Mi Beche इस्वी तेस्रोदेखि Konya चौधौँ Lome शताब्दीमा Shunulenge Loma मध्य Chadioris भारतमा अनुभव Lome भयो Nalone Loma Keshe उहाँ Chadioris आचार्य कुमार लातका महत्त्वपूर्ण शिष्य हुनुहुन्थ्यो कुमार Ta लाताका Dene Shizu महत्त्वपूर्ण Kon शिष्य Tamche हुनुहुन्थ्यो रहेछ Yene Shung अनि पछि Penyoro Sang Tezori सरस्वतीवादका Shida जटिल Baba ग्रन्थहरू Shasene मन Tada नपराई उहाँ पाटलिपुत्र Pataliputra जानुभयो Medogebe जहाँ Tongele उहाँले Peshene Peshin Debe महासङ्घिका Shungdo रामायणका Tiba अत्यन्त Chimbugi विस्तृत Shindu Gebe सूत्रको Dode अध्ययन Tezolia गर्नुभयो Jang Sene Tiba Chunguda हरि Tiba वर्माले Chebe चाहिँ हरि Shung वर्मन Tamjegi Chu उहाँले Duishabegi Shung आधारभूत Demba र Trubaza आधारभूत Jigi ज्ञान र मायनका Demba सबै Trubaza Jigi सबै Jigi Shung ग्रन्थहरूको Zeb सार सत्य सिद्धि शास्त्र सत्य Satya स्थापना Siddhi गर्ने Sutra ग्रन्थ भनौँ न Shastra Sadi अब Satya सत्य Siddhi Shastra Sadi Zebre Ta सत्य Tena Lola सिद्धि Kaya शास्त्र Orasana भनौँ न Dode Baba Pejin Devane Sungde अब Tiba सत्य Chimbe Barba स्थापना गर्ने Tata Sangolale ग्रन्थ हुँदो Sungche रहेछ Chene सङ्कलन गर्नुभएको रहेछ Sung उहाँले सबै Sungya सङ्कलन Bese गर्नुभयो Zu Gaba Kyasa सत्य सिद्धि शास्त्र Tamje Yenan Gaba Kyodo स्वतन्त्रका दृष्टिकोणहरू र Kong Shungi महासङ्घिका Zang Sawe Jelaya मायनका सम्मका दृष्टिकोणहरूले The जोड्दै Shungdi यस Medo Gebe ग्रन्थले Tongere सर्वस्तिवादको Ampatali खण्डन गर्दो Putalea रहेछ Shungdi Kerasham Shuchumbres उहाँको यो ग्रन्थपछि Kerasham प्रसिद्ध Shumbres भयो Shizu Jana विशेष गरी Gelea Jurchene पटलपुत्रमा पछि यो सत्य सिद्धि Shungu सम्प्रदाय Deba भन्यो Gyua Zamzo Masu Dembra Trube Luxia
대마르 주베 주다 아니 사지 팀나 되는지 빠시야 봐요. 대마르 중요 요 중마 그래서 대산의 सत्य 예매마 아고마 सिद्धि 소이네 भनेको 우마들이 좋아 ढेम्पर्दो लुप भनेको रहेछ 다디 सत्य 슝기 सिद्धि सम्प्रदाय भन्ने 가르쳐다 भनेको रहेछ 도데베기 मान्छेको 루 गर्दाखेरि 관심주 지알라 개심부 샤디 유스레 가해사는 아주 별게 나눠는 도데베 루 짱마치 요 말봐 다다 데버 주베 있어야 그 땡주디 मलाई के लाग्छ 도데베 루 भन्दाखेरि 짱마 한번 쳐요 말다 स्वतन्त्रको 이내야 सिद्धान्त कुरान डिस्ट्रिक्ट के हो कुरान भने चाहिँ यो दोदेबे 감정 ग्रन्थलाई 예대기 अध्ययन 지 पढ्नु केबे 지 राम्रो हो 세베 인사 अत्यन्त राम्रो 달라 छ 한섬 지 किनकि अब 도데베기 भोटमा त्यति अब 루로시 त्यो 이나로 स्वतन्त्रको अब 세이브데 त्यति अब आगमहरू 아도 हामीले 아주 लेख्नु लेख्नु 베베나 सक्दैन 베베게래 भोटको 도데베 अनुहारमा 루 चाहिँ त्यति छैन नि त 짱마세네라도 त्यही 도데베기 कारण यो 감정 ढेम्बर 되게 लुप भनौँ 되게 न केबे सत्य 제샤바티스 सिद्धि सम्प्रदाय 옴브르시오바 यो ग्रन्थहरूले अब 옴브르시샤 देखिएको छ नि चिनको अनुवाद रहेछ नि त 네세 भोटमा 다 되네 त्यही 디지야야 कारणले 다 가르쳐야도 사나 ध्यान 빼다 गर्नुभयो 로 भने 스칸 स्वतन्त्रिक सिद्धान्त भनौँ न 스칸딜라다 त्यो चाहिँ 로베 अब 이니에다 로베 अत्यन्त 뒤산 राम्रो 디즈고 होला यसको विषयमा 디슈야도 अध्ययन गर्दाखेरि 이네다 디린드가 잘려봐 अनि आज 참샤샤야 면로다 बताउने 로 कुरा धेरै 제마로 थियो तर आज म 아니 एक तिन 가르쳐래 मिनटसँग राख्न चाहन्छु 슈야로 अर्को 샤나 सालमा 라 फेरि 메마소 अब 람스도 यसलाई 셰마도 양데 뒤즈가 되네 अर्को 쇼스케 निरन्तर दिनेछु आज यति नै 드르르셰샤다 단도이네 딱슈 슈응으로 주든지 시야야래 이네다디 슈모가셔 다 로제마 अनि 시야지 5 पनि भइसक्यो भने अब म 안타리 आजको लागि पनि किन राख्न चाहन्छु 야쉐 अर्को साल 체목디 बताउँछु 아니다 यो ग्रीष्मकालको प्रवचनमा 강고주에서다고 시라 바르제로 게 주마소 अनि 나이네 सुरक्षाको 니드와 मलाई किन्न 데스 बाधा भएन 시가쇼야 20 तिर 루루로 베제 अलिकति मलाई 내가로 돼 니즈루 अनि 중세 20 तिर मलाई 야마지 अलिकति अचानक विभिन्न कामहरू 가르야 आइलाग्यो त्यसैले 추dü니즈지 참샤고 यार 중송아 अनि 지대샤고 2 दिन यार अन्त 중송아 अस्ति म दुई 아 दुई 닌두산에 दुईचोटि दुईवटा प्रवचन मिस आउनु पर्यो नि त 다이네 त्यसको 야고 विभिन्न 마오바래 무튜니 अडचनहरू आयो 시야 인두산에 때 미세디 아쇼에 अनि भविष्यमा यो निरन्तर मैले दिने हुने हुँदाखेरि मिसे दोस केमिदो अनि यो 다 20 तिर यो 간다들이 महिनाबाट 다리네 यो सालमा आए तापनि 야쉐 केही फरक 추디 पर्दैन 추디도데 अनि 안다가 좀 참샤샤나 아니 로지야마야 다 무튜네 अनि 슈쇼로 अर्को 되지 साल फेरि 슈쇼 यसलाई म जोड्न चाहन्छु 다테네 यो सालको अब यो ग्रीष्मकालीनको अब गुया उत्पत्तिको भनौँ न बज्रयानको यो 디제레야 उद्धारको 지난주 직 प्रवचनमा यो 여러베디 साल यति नै राख्न चाहन्छु 이 यो 맨드레드 साल यति 퓨야 नै 여르다요 मारे टुङ्गाउँछु धन्यवाद तपाईँहरू सायद मण्डल अर्पण गर्न जाँदैछ होला 니하오 퓨고레스 오마르다 퓨야 메는다 저도 이네아다 मैले 응게 지금 तपाईँहरू चल्नुपर्छ भनेको 메드레로 होइन 맨드레로 지 यदि 안가르 छ भने अब 친데 엔 디제레 आदि मण्डल पढ्नु 당이 मण्डल 샤데니 अर्पण पाठ गर्नु होला 친둥이다 त्यसपछि अन्तिममा फेरि यो आयुको शब्द भनौँ न दीर्घायुको देशनको पाठ एकचोटि पढौँ